अहिले म सबैमा जान्छु। यो सबै कारणले गर्दाखेरि चाहिँ हाम्रो प्रदूषणको मात्रा पनि संसारका धेरै सहरहरूमध्येमा प्रदूषित सहरको रूपमा चाहिँ नि हामीलाई चिन्ने होइन अवस्था सिर्जना भएको छ। अब विश्व स्वास्थ्य सङ्घ पनि के भन्छ यसमा हजुरको भन्नुहुन्छ भने संसारकै सबैभन्दा ठुलो वातावरणीय स्वास्थ्यको समस्या हो है यो एयर पल्युसन चाहिँ वायु प्रदूषण चाहिँ भनेर भन्ने गरेका छ। र यो चाहिँ हामीलाई मात्रै होइन यसको रेसियो फरक होला तर विश्वको 79% मानिसहरू कुनै न कुनै रूपमा वायु प्रदूषणबाट प्रभावित हुने गर्छन्। यो मध्येमा मर्नेको कुरा गर्ने हो भने अलिकति पुरानो डेटा छ, भर्खरै यो वर्ष आएको डेटाले चाहिँ वायु प्रदूषणकै कारणले वर्षेनी चाहिँ 81 लाख मान्छे, यहाँ 70 लाख लेखेको छ, यो चाहिँ सन् 2019को डेटा हो, 2022मा पब्लिस भएको। अहिले चाहिँ 2021को डेटा 2023-24मा पब्लिस भएको छ। त्यो चाहिँ 81 लाख मान्छे चाहिँ प्रति वर्ष संसारभरि वायु प्रदूषणकै कारणले मर्ने गरेका छ भन्ने ग्लोबल रिसर्चले त्यो जनाइरहेछ। र त्यो मध्येमा पनि को बढी मर्छ त भन्दाखेरि अलि यो मध्यम र कम आय भएका देशहरूका मानिस चाहिँ त्यो 100% मध्येमा 81 लाख मध्येमा 90% चाहिँ मध्यम र कम आएका मुलुकहरू पर्ने भए त्यो मध्येमा हामी पनि त्यही भित्र पर्छौँ भने नेपालमा पनि यसको चाहिँ असर ठुलो छ भन्ने देखाइन्छ। र त्यही अहिले नै आएको रिपोर्टले नेपालभित्रको कुरा गर्ने हो भने मैले 42,100 अलिक पुरानो डेटा हो, अहिले 48,500 मान्छे चाहिँ प्रति वर्ष वायु प्रदूषणको कारणले मृत्यु हुने गर्छ नेपालमा भन्ने देखाउँछ। र काठमाडौँ उपत्यकालाई मात्रै हेर्ने हो भने 5,000+ मान्छे चाहिँ वायु प्रदूषणको कारणले प्रति वर्ष मर्ने गरिरहेको छ भनेर स्टडीहरूले देखाइरहेका छ। भनेपछि यो एकदमै भयावहपूर्ण स्थिति हो। हामीले भनौँ न अब भूकम्प जाँदाखेरि जस्तै गोर्खा भूकम्प 2072को भूकम्पको कुरा गर्दाखेरि चाहिँ 7-8 हजार मान्छे मर्दाखेरि एकदम त्यो भयङ्कर ठुलो ध्यान आकर्षण भयो होइन। माओवादी जनयुद्धमा चाहिँ मान्छे मर्दाखेरि त्यति लामो समयमा मान्छे 16-17 हजार मान्छे मर्यो, यति ठुलो मुद्दा बन्यो। तर प्रति वर्ष त्यो त तपाईँको 17 हजार मान्छे त 10 वर्षमा मरेको, एउटा भूकम्पमा मरेको 8 हजार, तर प्रति वर्ष 48,500 नेपालमा। ल त्यो अलिकति बढी भयो भन्यो भने त 40,000 भयो भने पनि त 30,000 भयो भने पनि प्रति वर्ष वायु प्रदूषणले मान्छे मरिरहेछ भनेर ग्लोबल रिसर्चहरूले भनिरहँदाखेरि हाम्रो एक्सन चाहिँ एकदमै नोमिनल, एकदमै कमजोर र यो विषयमा पर्याप्त मात्रामा छलफल, बहस, अन्तर्क्रिया, कार्यक्रम बन्ने, नीति ऐन कानुन बन्ने अवस्था चाहिँ एकदमै कमजोर देखिन्छ। अब काठमाडौँको कुरा गर्दाखेरि अघि मैले भने यो विश्व स्वास्थ्य सङ्गठनले अलिकति कुन लेभलसम्म चाहिँ प्रदूषण भयो भने पनि मान्छेलाई असर गर्दैन, कुन लेभलभन्दा बढी भयो भन्यो भने चाहिँ त्यसले मान्छेलाई असर गर्छ भनेर केही मापदण्ड बनाएको छ। त्यो मापदण्डलाई हेर्ने हो भने चाहिँ काठमाडौँको प्रदूषण, एभरेज प्रदूषण चाहिँ हाम्रो चाहिँ 8 देखि 10 गुणा बढी, मान्छेले बाँच्न सक्ने अवस्था भन्दा धेरै गुणा बढी, 8 देखि 10% चाहिने गुणा बढी हुनु भनेको चाहिँ एकदमै भयावह स्थितिमा काठमाडौँ उपत्यका र बाहिर पनि बाहिर जाने हो भने तराई, खास गरेर हाम्रो मध्य प्रदेश, त्यसपछि गएर लुम्बिनी प्रदेश चाहिँ अझ बढी आक्रान्त चाहिँ देखिन्छ। अब यति हुँदाहुँदै पनि यो अहिले हजुर हामीले पनि हेर्न सक्छौँ। जस्तो हामी कहाँ हामी बसेकै वरिपरिको कुरा हेर्न मन लाग्यो भने जस्तै अहिले मेरो चाहिँ म यहाँ पेप्सी कोलामा बस्छु, मसँग एप्लिकेसन छ, हजुरहरूले पनि हेर्न सक्नुहुन्छ। यो आइक्यू इयर भिजुअल भनेर आइक्यू इयरको चाहिँ यहाँ डाउनलोड गर्न मिल्छ। अहिले हेर्ने हो भने अनहेल्दी भनेर देखाउँछ, अनहेल्दी भनेर चाहिँ 166, 160 देखाउँछ भनेको यो चाहिँ 30-35 भन्दा माथि हुन हुँदैन। भनेपछि त्यो लेभलमा चाहिँ हाम्रो अनहेल्दी वायुको त्यो जुन सिचुएसन हो त्यसमा हामी चाहिँ बाँचिराखेका छौँ। यस्तो अब यो प्रत्येक दिन हामी हेर्न सक्छौँ आफ्नो लोकेसनको अवस्था कस्तो छ होइन, हेर्न सक्छौँ। यो पनि यो विभिन्न कलरहरूबाट हेर्न सकिन्छ। अलिकति ग्रिन, ग्रिन त नेपालमा देख्नै मुस्किल छ, एकदमै जति पानी पर्या भोलिपल्ट एकैछिन ग्रिन देखिएला, नत्र भने त्यो चाहिँ प्रदूषित नै अवस्था देखिन्छ। यद्यपि अलिक बढ्दै गएपछि अब मैले भनेको 160, 350 कट्यो भने चाहिँ इमर्जेन्सीहरू घोषणा गर्नुपर्ने अवस्था हुन्छ। जस्तै यो अघिल्लो हप्ता मात्रै हजुरहरूले कतिको याद गर्नुभयो, पाकिस्तानको चाहिँ एउटा स्टेटले चाहिँ सबै कार्यालय, विद्यालयहरू बन्द गरायो। दिल्लीले भर्खरै अघिल्लो हप्ता चाहिँ विद्यालयहरू चाहिँ बन्द गरायो। अब हामी कहाँ पनि सन् 2021मा चाहिँ यही प्रदूषण बढी भएको कारणले विद्यालयहरू बन्द गरायो। त यो जम्मै कुरा गर्नको लागि हामीलाई चाहिने चाहिँ
ठ्याक्कै वायुमै काम गर्ने भनेर हामीसँग देशव्यापी रूपमा केही पनि डकुमेन्ट छैन, सरकारी डकुमेन्ट। अहिले मैले संविधानको कुरा गरेँ, कानुन छ, तर काम गर्ने कुरा चाहिँ कहीँ पनि लेखिया छैन। यद्यपि अलिअलि गर्न चाहनेले गर्न सकिने कुरामा र काठमाडौँ उपत्यकाको लागि चाहिँ एउटा डेडिकेटेड एउटा कार्ययोजना यो मन्त्री परिषदबाट सन् 2076को चैत महिनामा चाहिँ एउटा कार्ययोजना पास भएको छ। त्यसलाई चाहिँ काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना 2076 भन्ने छ। 5 वर्षको लागि बनाएको, त्यो पनि अहिले चाहिँ हाम्रो 2084 आइसक्यौँ, एकपटक पनि समीक्षा भएको छैन। अब वातावरण मन्त्रालय विभागमा जाने पनि एकदम धेरै काम गर्न सकेका छैन भन्ने अवस्था चाहिँ देखिन्छ। भनेको अर्थ हामी एकदमै ढिला छौँ। अब अरू देशमा चाहिँ एयर पल्युसन नियन्त्रण गर्नलाई, स्वच्छ हावा को लागि, स्वच्छ वायुको लागि अधिकार सम्बन्धी ऐनहरू छ कतिपय देशमा, कतिपयमा राष्ट्रिय कार्य योजना छ, कतिपय ठाउँमा डेडिकेटेड चाहिने मेकानिजमहरू छ, कुन संस्थाले काम गर्ने भनेर होइन, त्यस्तो खालको छ। तर हामी कहाँ चाहिँ त्यो अवस्था चाहिँ छैन र अहिले अलिअलि चाहिँ कुरा उठ्न थालेको छ। अब म हजुरहरूलाई अलिकति यसको साइन्सको पार्टमा जान्छु। यो है भनेको रिसर्चले दिएको इभिडेन्स भयो। यो वायु प्रदूषण चाहिँ कस्तो वायु अथवा हावामा के भयो भने प्रदूषण हुन्छ र त्यो चाहिँ मान्छेलाई के असर गर्छ भन्ने चाहिँ म यो हजुरहरूलाई यो चित्रबाट देखाउन चाहन्छु। हजुरहरूले देख्न सक्नुहुन्छ त्यहाँबाट यो काठ जस्तो एउटा डन्डी देखिन्छ। त्यो डन्डीलाई चाहिँ के देखाउन खोजेको भने हजुर हजुर हाम्रो चाहिँ कपालको चाहिँ जुन कपाल हुन्छ, त्यो कपालको डायमिटर भन्दा पनि 20 गुणा साना कणहरू जुन चाहिँ हाम्रो हावामा मिसिन्छ। सिम्पल भाषामा भन्ने हो भने प्राकृतिक रूपमा भइरहेको हावामा विभिन्न कारणले प्रदूषकहरू मिसिएर त्यो हावा चाहिँ प्रदूषण हुनुलाई हामी वायु प्रदूषण भनेर भन्छौँ। विभिन्न खालको विभिन्न कारणले, मैले कारणको बारेमा तल आउँछु। र 2.5 भने चाहिँ त्यस्तो हावा जहाँ चाहिँ त्यो विषाक्तहरू मिसिएको छ। त्यो विषाक्त मिसिएको चिज चाहिँ हाम्रो यो रेस्पिरेटरी श्वास प्रश्वास प्रणालीबाट चाहिँ भित्र जान्छ र हाम्रो फोक्सोमा गएर र फोक्सो र अरू अङ्गमा पनि असर गर्छ होइन। त्यो त्यो कुरालाई चाहिँ हामी PM 2.5 भन्छौँ। त्यो चाहिँ त्यति सानो कि हाम्रो यो चाहिँ उसको आकार भन्दा पनि 20औं गुणा चाहिँ सानो जुन साइज हुन्छ, त्यो जति ठुलो र गहकिलो चिज भयो त्यति चाहिँ त्यो पृथ्वीमा तल झर्ने भयो। जति सानो पार्टिकुलेट भयो त्यो चाहिँ त्यति हावामा रुमल्ली भयो, जसलाई तल झर्नलाई समय लाग्छ। भने यो चाहिँ ठोस चिज पनि तरल चिज पनि हुने भयो। त्यो ग्यासको रूपमा पनि त्यो हावामा मिसिया हुन सक्यो, कतिपय ठोस पनि निस्किने हो। भनेपछि त्यस्ता चिजहरू वायुमण्डलमा यसरी नाचिरहेछन्। हजुर हामीले चाहिँ यसरी सास फेर्छौँ र अहिलेसम्म भन्दाखेरि चाहिँ 20 देखि 25 हजार पटक चाहिँ एउटा मान्छेले चाहिँ एभरेजमा सास फेर्ने गर्छ। प्रत्येक पटक यसरी हामी सास फेरिरहन्छ होइन, प्रत्येक सेकेन्डमा हाम्रो सास लिने र दिने गरिरहन्छ। भने जब हावा हाम्रो वरिपरि रहेको हावा प्रदूषित हुन्छ, त्यो प्रदूषित हावा चाहिँ हामीले नाकबाट अथवा मुखबाट वा छालाबाट हाम्रो चाहिँ विभिन्न तरिकाबाट भित्र जाने भयो। त्यो जाँदाखेरि चाहिँ कहाँ जान्छ त भने हजुरलाई दोस्रो चित्रमा देख्न सक्नुहुन्छ। मान्छेको मुख नाक होइन, त्यहाँबाट यता अगाडिपट्टिको त्यो डट डट PM लेखेको चाहिँ त्यो डट डट चाहिँ मिसिएको प्रदूषणहरू भयो। त्यो चिज चाहिँ मान्छेले सास फेर्दाखेरि यो नदीबाट तल गएर फोक्सोमा हजुरहरूले देख्न सक्नुहुन्छ। त्यसपछि जब त्यो चाहिँ फोक्सोमा जान्छ, त्यसपछि हाम्रो चाहिँ फोक्सोले काम गर्न थाल्दाखेरि त्यो बिस्तारै त्यो हाम्रो रगतमा मिसिने, त्यसपछि विभिन्न अङ्गमा जाने, त्यो टाउकोदेखि होइन हाम्रो चाहिँ खुट्टाको चाहिँ औँलासम्म त्यो सबै अङ्गमा जाने र विभिन्न खालका रोगहरू, अहिले म आउँछु त्यो रोगहरूको बारेमा। त्यस्तो खालको सबै खालका रोगले चाहिँ मान्छेलाई पीडा दिने र मान्छे अहिले भनेको चाहिँ नम्बरमा मान्छे मर्ने त्यो अवस्था सिर्जना हुन्छ। भनेपछि यो PM 2.5 भनेको चाहिँ लेभलको मात्रा घटाउन चाहिँ पर्नेछ र त्यो घटाउनको लागि चाहिँ जति पनि प्रदूषण गर्ने निकायहरू छन्, प्रदूषणका स्रोतहरू छन्, त्यो स्रोतलाई मिनिमाइज गर्ने र त्योबाट जोगिने र स्वच्छ हावा पाउने अधिकारलाई चाहिँ सुरक्षित गर्ने लेभलमा चाहिँ काम गर्न पर्यो भनेर चाहिँ यो विषय चाहिँ अहिले उठान भइरहेको विषयहरू हो। छोटोमा भन्ने हो भने त्यो हावा मिसिया छ, प्रदूषण मिसिया छ हावामा, त्यो हामी चाहिँ लिन्छौँ श्वास प्रश्वास गर्दाखेरि र त्यसले हामीलाई गर्ने असर, हाम्रो स्वास्थ्यमा गर्ने असर। जब मान्छे अस्वस्थ हुन्छ त्यसपछि चाहिँ अहिले मैले भने जस्तो चाहिने बालबालिकामा छ भने उसको चाहिने कग्निटिभ क्यापासिटी कम हुने, अब अलिकति उमेर पाकेको मान्छे भने अरू रोगहरूले चाहिँ थप्ने, त्यसपछि गएर चाहिँ अलिकति उमा जाने हो भने अब त्यसले गर्दाखेरि इकोनोमिक चाहिँ स्टाटस घट्दै जाने
किन भन्दाखेरि उपचार गर्नलाई हस्पिटलमा जानु पर्यो, पैसा तिर्नु पर्यो, वा काम गर्ने उमेरको मान्छेहरू काम गर्न नसक्ने अवस्था, यो जम्मै कुरा देखिने भएको कारणले यो चाहिँ अलिकति हाम्रो चासोको विषय बन्न पर्यो भनेर चाहिँ यो कुरा उठान भइरहेको। अब यो हजुरहरूले यो चित्र देख्न सक्नुहुन्छ, यो चाहिँ दिल्लीको लङ केयर फाउन्डेसन भन्ने एउटा संस्था छ। त्यो संस्थामा काम गर्ने डाक्टर अरविन्द कुमार भन्नेले चाहिँ आफूले अपरेसन गरिरहेको, उहाँले चाहिँ नि त्यहाँ फोक्सोमा अथवा मान्छेको चाहिँ शरीरको हेर्न जाँदाखेरि मान्छेबाट चाहिँ निकालेको चाहिँ चित्रहरूको एउटा एउटा साइडमा हजुरले देख्न सक्नुहुन्छ पिङ्क एकदमै राम्रो चाहिँ फोक्सो छ होइन, एकदमै क्लियर छ पहिलो चित्रमा। यो चाहिँ नेचुरल, यो मान्छेमा हुनुपर्ने फोक्सो यो। तर विगतमा चाहिँ उहाँले के भन्नुहुन्छ भने अलि पहिला पहिला चाहिँ म कहाँ आउने यो दोस्रो चित्र अथवा तेस्रो चित्रतिर जस्तो दागहरू काला थोप्ला देख्दाखेरि उहाँले के भन्नुहुन्थ्यो भने अलि पहिला चाहिँ यस्तो मान्छे आयो भने 60-65 वर्ष उमेर कटेको चुरोट तमाखु खाने मान्छे आयो भने यस्तो देखिन्थ्यो भन्नुहुन्छ। तर अहिले चाहिँ उहाँ के भन्नुहुन्छ भने अहिले त 60-65 वर्षै कुर्नु पर्थ्यो, एकदम सानो उमेरको मान्छे जस्तै यहाँ लास्टमा देख्नुहुन्छ 14 वर्षको एउटा मान्छे नन स्मोकर होइन, मान्छेको चाहिँ उमा यो देखियो यसरी चाहिँ असर गरिरहेछ, फोक्सो चाहिँ कालो भइरहेछ भनेपछि चाहिँ दिल्लीको वायु प्रदूषणको कारणले त्यहाँको बालबालिकामा त्यहाँको चाहिँ अरू मानिसमा चाहिँ यो असर गरिरहेछ भन्नुभयो। हामी यसो कहिलेकाहीँ कुरा गर्छौँ दिल्ली र काठमाडौँको वायु प्रदूषणको अवस्था हेर्ने हो भने हामी लगभग उठ्थ्यौँ है, त्यहाँको वायु प्रदूषणको अवस्था, त्यहाँको वायुको अवस्था र हाम्रो हेर्ने हो भने लगभग उस्तै देखिन्छ। यही चिज चाहिँ गत वर्ष जस्तो लाग्छ मलाई, गत वर्षको अप्रिलमा एउटा चाहिँ स्वास्थ्य सम्बन्धी कन्फरेन्स भइरहेको थियो। त्यो कन्फरेन्समा चाहिँ डाक्टर भगवान कोइरालाले के भन्नुभयो भने मेरो साथी भूषण तुलाधरले यो चित्र देखाउनु भएको थियो, अनि उहाँभन्दा पछि चाहिँ डाक्टर भगवान कोइराला बोल्दै हुनुहुन्थ्यो। उहाँले के भन्नुभयो भने यो भर्खरै भूषणजीले देखाएको यो चाहिँ चित्र म प्रत्येक दिन यहीँ दिल्लीमा होइन, म यहीँ काठमाडौँमा देख्छु, मेरो हस्पिटलमा आउने मानिसहरूमा यो चित्रहरू देख्छु, त्यसकारण यो नयाँ मलाई नयाँ होइन। तर म आफैलाई सोध्नुहुन्छ भने मेरो फोक्सो चाहिँ मैले चेक गरेको छैन, किनभने म चेक गर्न पनि चाहदिनँ। भन्नुको अर्थ के भन्दाखेरि हजुर हामी जुन प्रदूषणको लेभलमा बाँचिरहेका छौँ उपत्यकामा वा हाम्रो आफ्नो क्षेत्रमा, हाम्रो कतिपय हाम्रो पर्सनल प्रोटेक्टिभ मेजरहरू अभ्यास गर्न नसक्नको कारणले होला, कतिपय हामीलाई जानकारी नभएको कारणले होला, कतिपय चाहिँ एजेन्सीहरू खास गरेर स्टेट राज्य होइन सरकारले गर्नुपर्ने कुरा कामहरू नभएका कारणले होला, वा हाम्रो एउटा एजुकेसनल कारणले पनि होला। हामीलाई यस्तो यो देखिँदैन नि त, नदेखिने कुरामा हामी चाहिँ चासो दिँदैनौँ, जति देखिने कुराहरू नदेखिने यही समय हुँदो रहेछ। हजुरको एक गिलास पानी लियौँ भने पानीमा सानो एउटा दाग देखियो, एउटा केही यसो केही चल्यो भने हामी गिलास चाहिँ पानी फाल्छौँ नि त होइन। भात खाँदाखेरि एक गाँसमा सानो एउटा ढुङ्गा किरिक्क पऱ्यो भने हामी गाँसै निकालेर फाल्छौँ। अब यो त प्रत्येकचोटि फेरिरहेको सास छ नि हजुर, यो त सास फेरिरहेछौँ प्रत्येकचोटि पोल्युसनको मैले भने 10 गुणा बढी डब्लुएचओको मापदण्डभन्दा बढी त्यत्रो पोल्युसन चाहिँ हामीले खाइरहेछौँ। तर पनि हामीले अब फाल्ने कसरी, हामी रोक्न पनि सक्दैनौँ, यो यो प्रदूषण बाँच्दैनौँ भनेर हिँड्न पनि सक्दैनौँ। अनि यो खालको पीडामा चाहिँ नि हामी यहाँ बाँच्न परिरहेका छ भनेपछि यो अवस्थाबाट कसरी बाहिर आउने, यो त सबैलाई पर्ने कुरा हो नि त। यो त हाम्रो साना नानीहरूलाई होइन गर्भवती महिलाहरूमा अझ बढी चाहिँ एट्याक गरिरहेछ, बच्चाहरूमा झन् बढी चाहिँ यसले असर गरिरहेछ होइन, अलिकति ज्येष्ठ नागरिकहरूमा झन् बढी असर गर्छ। यसमा अहिले कुरा गर्छु म भनेपछि यो यस्तो अब युवाहरूमा पनि गऱ्यो, मैले 14 वर्षको पनि देखाएँ केटामै पनि। भनेको अर्थ यो कुनै पनि उमेर वर्ग होइन, कुनै पनि चाहिँ जात जाति लिङ्ग सबैलाई असर गर्ने विषय भएको कारणले यस्तो चाहिँ सिरियस विषयमा चाहिँ अब भनौँ न आज हजुरहरूले यो आयोजना गर्नुभयो, यो एकदमै महत्त्वपूर्ण विषय हो भन्ने लागेर गर्नुभएको छ। तर यस्तो विषयमा अब यो पछि हामीले कसरी यसलाई चाहिँ अरू स्केलमा लान सकिन्छ भनौँ न, युनिभर्सिटी अफ थर्ड इयर्सकै लेभलबाट अथवा अरू कुनै नेटवर्क मार्फत पनि यो चाहिँ अलिकति छलफलको विषय हुनुपर्छ भन्ने लाग्छ। यसको लागि एउटा सानो प्रयास, यो चाहिँ गत वर्ष चाहिँ अप्रिलमा यो विश्व स्वास्थ्य दिवसको बेलामा हामीले नै यो हजुरले देख्न सक्नुहुन्छ एउटा पहिलो फोटोमा यो फोक्सो बनाएको हो। यो चाहिँ हेपा फिल्टर भन्छ, हेपा फिल्टरबाट यो चाहिँ त्यो कपासहरू राखेर त्यो मेसिनले चाहिँ यसलाई फोक्सो जस्तै फाल्ने लिने गर्छ। यो चाहिँ अभ्यास गरी हेरौँ न भनेर स्वास्थ्य मन्त्रालयको सिंहदरबार रामसार पथको स्वास्थ्य मन्त्रालयमा चाहिँ हजुरको स्वास्थ्य मन्त्रालयसँग सल्लाह गरी यो राख्यो।
यो चाहिँ हाम्रो आइडिया के थियो भने यो 1 महिना जति राख्नु पर्ला, यो अप्रिलमा राखेपछि अप्रिल मेतिर पानी पर्नुभन्दा अगाडि निकालौँला फेरि यो राखियो। राखेको पहिलो दिन यस्तो सेतो थियो, दोस्रो दिन अलि कालो भयो, तेस्रो दिन भयो, हजुरको 7औं दिनमा हेर्दाखेरि यो हजुरले यतापट्टि देख्न सक्नुहुन्छ अर्को चित्रमा यो पुरै कालो भएर आयो। अनि जो मान्छेले पनि हेर्ने अनि मान्छेहरूमा चाहिँ एकदम त्यो डर लाग्ने खालको भयो। जस्तै यो त मान्छेले जसरी हामीले लिइराखेका हुन्छौँ यो श्वास प्रश्वासको कुरा लिने फाल्ने गरेर हुन्छ भने त हाम्रो पक्षमा पनि यही अवस्था होला नि त, कि त्यो चिज त गइरहेछ भित्र भन्ने डराउने अवस्था सिर्जना भएपछि चाहिँ मन्त्रालयसँग सल्लाह गरेर हामीले 7औं दिनमा यो झिक्यौँ। भनेको अर्थ यो अवस्थाबाट चाहिँ हाम्रो असर गर्ने कुराहरू वायु प्रदूषित वायुलाई चाहिँ हामीले लिइरहेको चाहिँ यो स्याम्पल एउटा यो त हेपा फिल्टर हो, यो त मान्छेको रियल त होइन, तर यसले जुन सङ्केत गरिरहेको छ यो सङ्केत चाहिँ डरलाग्दो अवस्था हो भन्ने देखिन्छ। अब मृत्युको कारणको कुरा गर्दा नेपालमा यो मृत्युको प्रमुख कारणको कुरा गर्दाखेरि यो अहिले मैले कुरा गरेँ यो सिओपिडीको कुरा, खास गरेर दीर्घकालीन फोक्सोको रोगको कुरा गर्दाखेरि चाहिँ 66 टोटल बायो यो सिओपिडी भएर मर्नेमा चाहिँ हेर्दाखेरि चाहिँ 66% चाहिँ वायु प्रदूषणले असर गरेको देखिन्छ। भनेपछि यो चाहिँ 2009-2019मा आउँदाखेरि जहिले पनि अगाडि छ लामो समयसम्म। हजुर ओके हजुर सुनिराख्नु भएको छ है? हजुर हजुर अर्को चाहिँ हटाउनु भएको सर, त्यो हट्यो, हजुर त्यो हट्यो त, हट्यो, हजुर मैले त हटाएको छैन। नै त्यो हट्यो, फेरि फेरि गरौँ त, हाम्रो यहाँ अम्बा सर जोडिनु भयो। ए सरी सर, मैले लाइभ गरेँ। के भयो सर, के भयो, के हट्यो रे? हटेको हामीले छैन। प्रेजेन्टेसन थियो त्यो हट्यो सर। ल भयो भयो, आयो फेरि, ल ठिक छ, आयो हजुर हस् 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 सर ल आयो, ल भयो, ठिक भयो। ओके। भनेपछि दोस्रोमा चाहिँ मुटुको रोग होइन, अब त्यसले असर गरिराखेको छ। अर्को चाहिँ मस्तिष्क घात हुने होइन, हामीलाई चाहिँ धेरै समय चाहिँ मान्छेहरू चाहिँ मस्तिष्क घातको कारणले मरेका छन्, 34% यसले असर गरेका छ। वायु प्रदूषणकाले मुटु रोगले मर्ने मध्येमा वायु प्रदूषणले 34% कन्ट्रिब्युट गरेका छ, मस्तिष्क घातमा 37%। यो रेस्पिरेटरी सिस्टम यो चाहिँ तल्लो श्वास प्रश्वास प्रणाली को समस्याले मृत्यु हुनेमा 47% वायु प्रदूषणले कन्ट्रिब्युट गरिरहेछ। अब यो हामीले भन्छौँ नियोनेटल डेथ, यो चाहिँ नवजात शिशुको मृत्युमा वायु प्रदूषणले 22% कन्ट्रिब्युट गरिरहेछ भनेर चाहिँ यो इन्स्टिट्युट अफ हेल्थ म्याट्रिक्स यो स्टेट अफ ग्लोबल एयरको चाहिँ रिपोर्टले देखाइरहेका छ। भनेपछि त यो त यति डरलाग्दो अवस्था छ कि अब यो विषयमा अलिक ठुलै चाहिँ स्केलमा यसमा छलफल र योजनाहरू अथवा यसलाई रोक्नको लागि काम नगर्ने हो भने निकै च्यालेन्जहरू बेहोर्नु पर्ने अवस्था देखिन्छ। अब संसारको लगभग 6000 जति सहरमा गरेको अध्ययनलाई हेर्दाखेरि 6000 जति 2021मा गरेको चाहिँ डेटा, यो चाहिँ सेटेलाइट सिस्टमबाट गरेको अध्ययन हो। यो गर्दाखेरि नेपाल चाहिँ 91औं पोजिसनमा देखिन्छ है 2021। यो कहिले 110औं पुगेको छ, कहिले चाहिँ 90, 80, 70मा झरेको छ, भनेको 6000मा, यो चाहिँ 100मा होइन। भनेपछि हामी एकदमै धेरै छौँ। धेरै कहाँको छ? धेरै सहरहरू इन्डियाको छ, पाकिस्तानको छ, बङ्गलादेशको छ, हामी छौँ। भनेपछि संसारको मोस्ट पोल्युटेन्ट सिटिज भन्यो भने चाहिँ साउथ एसियामा छ। भनेपछि हामी चाहिँ अब 6000मा 90औं राम्रो कि नराम्रो भन्न पनि सकिएला, तर 6000मा। त्यसपछि साउथ एसियामा कुरा गर्ने हो भने उस्तै उस्तै छौँ हामी होइन। भनेको सबै सहरहरू, यो पाकिस्तानको कुरा गरे पनि, लाहोरको कुरा गरे पनि, इस्लामाबादको कुरा गरे पनि, यता चाहिँ राजस्थानको कुरा गरे पनि, दिल्लीको कुरा गरे पनि, यता चाहिँ ढाकाको कुरा गरे पनि, हाम्रो कुरा गरे पनि उस्तै छौँ। र हामीमा भित्रै कुरा गर्ने हो भने पनि काठमाडौँभन्दा बढी सिद्धार्थनगर, भैरवाको सिद्धार्थनगर चाहिँ हेर्नु त 51औं पोजिसनमा छ। भनेपछि त किन त्यो देखिन्छ भने सिद्धार्थनगरमा चाहिँ व्यापक चाहिँ यो सिमेन्ट फ्याक्ट्रीहरू त्यहाँ गए, इटा उद्योगहरू त्यहाँ सञ्चालित भए। अर्को चाहिँ इन्डियाको बोर्डरको चाहिँ छेउमा परेपछि ट्रान्सपोर्ट एयर पोल्युसन चाहिँ हाम्रो मात्रै कारणले नभइकन यो बाहिरबाट पनि होइन अन्तर्देशीय कारणले पनि हुन्छ। त्यसमा अहिले कुरा गर्छु, पछि आउँछ त्यो पार्टमा। त्यो भएको कारणले गर्दाखेरि चाहिँ यो 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 सिनारियो चाहिँ नि यो छ। यो मध्येमा हजुरहरूले हेर्न सक्नुहुन्छ, यो जनवरी, फेब्रुअरी, मार्च, अप्रिल, यो अझ नोभेम्बरदेखि, नोभेम्बर, डिसेम्बर, जनवरी, फेब्रुअरी, मार्च चाहिँ एकदमै चाहिँ खतरनाक देखिन्छ। जस्तै यहाँ हजुरले यता नोभेम्बरको चाहिँ कोलममा हेर्नु भने लास्टमा काठमाडौँमा चाहिँ यो पर्पल कलर लगाएको छ। पर्पल कलर भनेको त्यो एकदमै हाई डेन्जर अवस्था हो।
त्यसपछि खैरो रङको देख्न सक्नुहुन्छ, त्यो डिसेम्बर, जनवरी, फेब्रुअरी, मार्च, अप्रिलमा देखिन्छ। त्यसपछि मेमा अलिअलि रातो रातो देखिन्छ। अलिकति राम्रो भनेको चाहिँ हजुरले देख्न सक्नुहुन्छ यहाँ, त्यो चाहिँ अगस्त सेप्टेम्बरतिर 18-26 छ भनेको अर्थ यो चाहिँ जुलाईमा यहाँ ठिकै छ। जुलाई, अगस्त, सेप्टेम्बर, अक्टोबर, यो 3-4 महिना कम्प्यारिटिभली अरू महिनाभन्दा अलिक चाहिँ सफा पाइन्छ। जस्तै हिजो आज चाहिँ मैले आफैले काठमाडौँमा उपत्यकाबाट हिँडिरहँदाखेरि यति धेरै प्रदूषण छ कि हजुरको त्यो सास फेर्न नसक्ने अवस्था भएको छ। यो अब बढ्दै जान्छ। यो नोभेम्बरमा एकदम बढ्छ, डिसेम्बरमा बढ्छ, जनवरी, फेब्रुअरी, मार्चसम्म यो चिसोको कारणले बढ्छ। फेरि मार्च अप्रिलमा गएपछि हजुरको बाहिर चाहिँ तातो हुन्छ, त्यसपछि वनमा आगलागी हुन्छ। वनमा आगलागी भएपछि त्यो जम्मै पोल्युटेन्ट्सहरू चाहिँ यहाँ थुप्रिन्छ। त्यसको अहिले म कुरा गर्छु। त्यसले फेरि चाहिँ अप्रिल, मे, जुनसम्म चाहिँ लान्छ। भन्दा फेरि अलमोस्ट धेरै महिना चाहिँ हामीले वायु प्रदूषणको चाहिँ पीडा भोग्न पर्ने अवस्था चाहिँ सिर्जना भइरहेको अवस्था चाहिँ छ। अघि मैले भनेको यही चिज हो। यहाँ पनि देखाएको छ ग्राफमा पनि, कुन महिनामा बढी हुन्छ, कुन महिनामा घटी हुन्छ भन्ने चिज हो। यो जुन वायु प्रदूषण भने PM 2.5 खास गरेर त्यो अहिलेको मात्रा चाहिँ बढ्ने र मात्रा घट्ने कुरासँग जोडिन्छ। अब यो चिसो समयमा चाहिँ चिसो याममा भनेको यो सिजनमा अक्टोबर, नोभेम्बर, डिसेम्बर, जनवरी, फेब्रुअरीसम्म चाहिँ चिसो हुन्छ। त्यो चिसो भएपछि त्यो पोल्युटेन्ट चाहिँ यहीँ घुमिरहेको छ, हाम्रो चाहिँ सास फेर्ने एरियामा घुमिरहेको छ। भनेपछि त्यो जब घाम लाग्यो, घाम लागेपछि चाहिँ त्यो पोल्युटेन्ट्सहरू, त्यो कणहरू चाहिँ तात्छ र तल झर्छ वा अलिक फिजारिन्छ, नभएदेखि त्यो घुमिरहेको हुन्छ। त्यही भएर यो चिसो समयमा बिहानमा चाहिँ हामी यो मर्निङ वाक, बिहानको मर्निङ वाक नगरौँ भन्ने कुरा त्यहीँनिर आउँछ। किन भन्दाखेरि त्यो बेलामा प्रदूषण एकदम बढी हुन्छ। मैले हजुरहरूलाई भने पनि त्यही हो कि प्रदूषण नहुने ठाउँ अझ बढी हेरौँ। यदि गर्नै पर्नेछ जस्तो भनौँ न, अब हाइवेको छेउछाउमा हामी बसिराखेका छौँ, गाडी एकदम हिँडिराखेका हुन्छ, अनि त्यो समयमै बिहान, त्यसपछि हाइवेको छेउमा यदि हामीले मर्निङ वाक गरिरहेको छौँ भने त्यसले हामीलाई चाँडै चाहिँ नि त्यो प्रदूषणले हामीलाई एट्याक गर्न सक्ने भयो। कसरी एभोइड गर्ने त्यो अहिले म कुरा गर्छु, कुन कुन बेलामा हामी त्यहाँबाट जोगिन सक्छौँ भन्ने। त्यो अवस्था चाहिँ यहाँ देखिन्छ भनेर यो ग्राफले देखाएको। अब यो कहाँबाट आउँछ त्यो प्रदूषण? यो 2.5 भने मैले 2.5 दशमलवको चाहिँ पोल्युटेन्ट्सहरू कहाँबाट आउँछ भन्ने हो भने खास गरेर यसको स्रोत एउटा त मैले भने इन्टरनेसनल बाहिर अन्तर्प्रदेशी हिसाबले पनि आउँछ बाहिरबाट। त्यो बाहिरबाट आउने एउटा खालको छ, त्यसको अहिले म कुरा। तर हाम्रो आन्तरिक स्रोत पनि छ। जस्तो हजुरको यहाँ पहिलो चित्रमा हेर्नुभयो भने चाहिँ हाम्रा धेरै चुलोहरू, हाम्रो घरको चुलोहरू, अब सहरमा यो छैन तर गाउँमा स्टिल धेरै मान्छेले चाहिँ खाना पकाउने होइन, खोले बनाउने, गाईबस्तुलाई चाहिँ कुडो बनाउने पर्यो भनेदेखि त्यो जम्मै चाहिँ दाउरामा निर्भर भएर हामी चाहिँ पकाउँछौँ। हाम्रो अगेना ठुलो हुन्छ, त्यसपछि त्यहाँ बाल्छौँ, अलिकति चिसो दाउरा भने धुवा आउँछ। त्यसपछि हेर्दै आमालाई पनि असर गर्यो, आमाको छेउमा बस्ने बच्चालाई पनि असर गर्यो भनेपछि यसको प्रत्यक्ष बढी प्रभावित छ धेरै जसो महिलाहरू भन्। अहिले पनि हाम्रो CBSको डेटालाई हेर्ने हो भने 50% भन्दा बढीको घरमा चाहिँ यो बायोमास फ्युल, हाम्रो चाहिँ दाउराहरू प्रयोग भइरहेको छ। चाहे त्यो काउडङको कुरा गरौँ अथवा चाहिँ दाउराको कुरा गरौँ, त्यो प्रयोग भइरहेछ 50% भन्दा बढी। हजुरको मैले यहीँ काठमाडौँ उपत्यकाभित्रकै पालिकाहरूमा अहिले कुरा गर्न जाँदाखेरि पनि यही भनौँ न, शङ्खरापुरको कुरा, त्यसपछि गएर चन्द्रगिरीमा अलिकति, त्यसपछि गएर दक्षिणकाली, के अरे दक्षिणकालीमा, त्यसपछि गएर महालक्ष्मी अथवा गोदावरीतिर जाने हो भने स्टिल ठुलो चाहिँ सङ्ख्याको मानिसहरूमा अहिले पनि प्रयोग गर्ने चाहिँ दाउरा नै छ है। भनेपछि त यो घरभित्रको प्रदूषणको कुरा गर्ने हो भने दाउरा को प्रयोग अथवा पकाउने हाम्रो इन्धनको कारणले चाहिँ हुन्छ भने, अर्को चाहिँ हामी बढार्दाखेरि निक्लिने धुलोहरू अथवा गाईबस्तु र चाहिँ मान्छे, हामी त पहिलाको चल्ती अनुसार त गाईको बाछा बाछी भित्रैपट्टि बाँध्ने चलन हुन्छ नि त। त्यस्तो खालको घर हुँदाखेरि चाहिँ प्रदूषणको मात्रा अझ बढी भएको पाइयो घरभित्रको कुरा गर्दाखेरि। अब त्यसको अर्थ फेरि हामीले अहिले प्रयोग गर्ने ग्यास जुन LPG छ त्यसले प्रदूषण गर्दैन, गर्छ, यसले भन्दा कम गर्छ। तर LPG भन्दा पनि कम गर्ने पनि विकल्प छ। जस्तै अहिले चाहिँ हामीले धेरै कुरा गरिरहेको चाहिँ इलेक्ट्रिक इन्डक्सन, इलेक्ट्रिक चुलो, त्यसले अझ कम गर्छ होइन। मात्रै किन त्यो बर्न त हुन्छ, बर्न हुँदाखेरि बल्दाखेरि प्रदूषण त निस्कन्छ, तर तुलनात्मक रूपमा त्यो चाहिँ त्योभन्दा कम चाहिँ हुन्छ। अब दोस्रो स्रोत भने चाहिँ यो हजुरले यताबाट देख्न सक्नुहुन्छ, हाम्रो सहरहरूमा अहिले त गाउँ गाउँमा पनि यो देखिन्छ, डिजेल गाडीहरू। स्पेसल्ली डिजेल गाडी म त दिनदिनै भोग्छु। त्यसरी ट्रकमा अथवा ठुल्ठुला गाडीको पछाडि गयो भने यो कालो धुवाको मुस्न फाल्छ, सास फेर्न सकिँदैन। भनेपछि यो त धेरै ठुलो नेपालीहरूको
अझ सहरमा बस्ने अझ वर्किङ क्लासको मानिसहरूको लागि त यो सबभन्दा चाहिँ पीडाको विषय हो। यो पीडा चाहिँ धेरै मानिसले भोग्न परिरहेछ र हामीले आफ्नो स्वास्थ्यको बारेमा ख्यालै गर्न सकिरहेका छैन। यो छ भनेपछि यसको पनि विकल्पहरू छन्। यो दुइटै मैले भनेको माथि दुइटैमा चाहिँ यसलाई फेर्न बदल्न सकिन्छ, त्यो कुरा छ। अर्को हजुरले तेस्रोमा देख्न सक्नुहुन्छ, अब यो जाडो सिजन भयो, अब हजुरको के निस्किन्छ, बन्चरे डाँडाको चाहिँ ल्यान्डफिल साइड चाहिँ रोकियो भनेर 5 दिन रोकियो भने काठमाडौँ उपत्यकाको सबै फोहोरहरू सडकमा थुप्रिन्छ। त्यसपछि के गर्छ, मान्छेले सलाई कोरेर चाहिँ बालिदिन्छ। एउटा त त्यसै पनि त्यहाँ प्रदूषण बढी भइरहेको थियो, त्यो मिक्स हाम्रो त डिग्रेडेबल नन डिग्रेडेबललाई छुट्याउने चलन छैन, एकै ठाउँ हालिदिएर चाहिँ थुपारिदिन्छ। त्यसपछि त्यहाँ आगो लगाइदिइसकेपछि त्यहाँबाट निस्कने पोल्युटेन्ट झन् बढी खतरनाक हुने भएको कारणले यसले असर गर्छ। त्यसपछि हामी त्यही छेउमा हिँड्छौँ, हामी त्यहीँबाट चाहिँ हाम्रो सवारी पुरा गर्छौँ भनेपछि त्यो अर्को छ। भने फरेस्ट फायर, अहिले मैले भने फरेस्ट फायर त गत वर्ष मात्रै हेर्नुभयो भने त्यत्र मान्छे मरे होइन, 16-17 जना। यही काठमाडौँमै 2 जना मान्छे मरे, यहीँ नजिकै त्यो अवस्था छ। अर्को उद्योग कल कारखाना, खास गरेर भनौँ न अहिले हाम्रो हिम्मत सर यही हुनुहुन्छ, चाँगु नारायणको कुरा गर्ने हो भने नेपालमा काठमाडौँ उपत्यकामा भए मध्येमा 50% भन्दा बढी इँटा उद्योग त चाँगु नारायण मात्रै छ। चाँगु नारायणको मेयरले के भन्नुहुन्थ्यो भने मेरोमा त एकदमै धेरै छैन मान्छे, अब यो क्यान्सर रोग लागेर त्यो क्यान्सरको चाहिँ हस्पिटलले पाउने सिफारिस गर्न आउने मान्छेको सङ्ख्या बढ्यो भनेपछि हजुर हामीलाई पनि त्यो डर चाहिँ छ। किन भन्दाखेरि उद्योग अथवा यो डिजेलले फाल्ने कार्सियोजेनिक जुन चाहिँ पदार्थ हो, त्यो ग्यास हो, त्यो त हामी प्रत्येक सेकेन्डमा लिइरहेको हुन्छौँ। उडेर घरभित्र बस्दा पनि सिक्योर छैनौँ हामी, सडकमा हिँड्दा त कुरै छोडौँ भनेपछि यसले निम्ताउन सक्ने अवस्था चाहिँ त्यो छ। र अहिले हस्पिटलहरूमा जाने हो भने पनि यस्ता खालका रोगी, त्यो रेस्पिरेटरी प्रब्लम भएको होइन, क्यान्सरको कुरा, यस्तो खालको बढिरहेको अवस्था चाहिँ छ भनेपछि यी स्रोतहरू मुख्य स्रोतहरू, अरू पनि स्रोतहरू छन्। चाहे त्यो चाहिँ हामीले प्रयोग गर्ने कलरहरूको कुरा होस्, कृषि बालीमा प्रयोग गर्ने विषादीहरूको कुरा होस्, धेरै खालका चाहिँ प्रदूषणका स्रोतहरूले प्रदूषण गर्नलाई चाहिँ कन्ट्रिब्युट गरिरहेछ। अब यसको समाधान के हो त? अब अलिकति समाधानतिर चाहिँ कुरा गर्ने हो भने हजुरको घरभित्रको लागि समाधान गर्न सकिन्छ। जस्तो उदाहरणलाई सफा इन्धन ल्याउने होइन, जस्तो यो पहिलो फोटो हेर्नु हो भने इलामको चाहिँ दिदीको फोटो हो, उहाँको चुलो हेर्नु न कति सफा छ, आगो लगाइरहनु भएको छ, चुलोको चाहिँ त्यो धुवा जाने पाइप छ, भेन्टिलेसन, त्यो झ्याल दुवैपट्टि चाहिँ भेन्टिलेसन छ भन्ने बित्तिकै अरू खालको भेन्टिलेसन नभएको घरभन्दा यस्तो खालको चुलो हावाले चाहिँ त्यो धुवालाई पनि त्योबाट चिम्नीबाट बाहिर फालिदिएको छ, कम्तीमा भित्र बस्ने मान्छेलाई अलिकति सुरक्षित छ। यो विकल्प, एउटा विकल्प। अर्को ग्यास के अरे विद्युतीय चुलोहरू प्रयोग गर्न सकिन्छ। अहिले नै हामीले अलिअलि काम गरिरहेको छ, विभिन्न पालिकासँग मिलेर पालिका मार्फत उहाँहरूले वितरण गरिरहनु भएको छ। ग्यास वा विद्युतको चुलो प्रदूषण गर्दाखेरि चाहिँ त्यो मात्रा चाहिँ प्रदूषणको मात्रा 80 देखि 100% नै कम गर्न सकिन्छ। प्रभावकारी चुलोको कुरा गर्ने हो भने 30 देखि, त्यो ठाउँ हेरी 30 देखि 90% कम भएको चाहिँ स्टडीहरूले देखाएको छ। भेन्टिलेसन मात्रै राम्रोसँग राखिदिने हो भने पनि 30% घटाउन सकिन्छ। भनेपछि घरभित्रको चुलो बदल्ने क्याम्पेन होइन, चुलोको स्वरूप बदल्ने अभियान भयो भने पनि घरभित्रको प्रदूषणलाई कम गर्न सकिन्छ। एउटा तरिका। यसको लागि धेरै प्रयासहरू विभिन्न निकायले गर्न अहिले चाहिँ बिस्तारै सुरु गर्न थालेको अवस्था छ। अब घर बाहिर पनि हामीले कुरा गर्न सक्छौँ। घर बाहिरको चाहिँ कुरा गर्ने हो भने चाहिँ अलिकति मिस्टेक हो, घर बाहिरको कुरा गर्ने हो भने पनि हामीले त्यो गर्न सक्छौँ। यो मैले डाटा भनिसकेको छु, यसमा म जाँदिनँ। घर बाहिर कुरा गर्ने हो भने जस्तो उदाहरणले अहिले मैले देखाएकै चित्रमा हेर्ने हो भने सबै कुरा हामी गर्न सक्ने कुरा। जस्तो मोटर गाडीको कुरा गर्ने हो भने हजुरको अहिले देख्न सक्नुहुन्छ धेरै चाहिँ सहरमा, म अघिल्लो हप्ता मात्रै कोरिया गएको थिएँ, कोरियामा यो डिजल गाडी त देख्दै देखियो। त्यो ठुला बस होस्, चाहे त्यो चाहिँ सामान बोक्ने ट्रकहरू होस्, चाहे त्यो साना चाहिँ कार अथवा चाहिँ मोटरसाइकल होस्, लगभग 100% जस्तो चाहिँ गाडीहरू चाहिँ इलेक्ट्रोनिक गाडी चलिरहेको छ। अनि तपाईँको यो यस्तो मुस्लो त बिहोर्नु पऱ्यो भनेको अर्थ विकल्प त रहेछ नि त। हामी कहाँ पनि त्यो विकल्प अहिले सुरु भयो। अहिले मान्छेहरूले चाहिँ इलेक्ट्रिक गाडीहरू चाहिँ प्रयोग गर्न थालेको छ। यद्यपि त्यस्तो गुणस्तरमा क्वेसनहरू छन्, त्यसलाई चाहिँ सुधार गर्न सकिन्छ। उद्योगहरूलाई कसरी कम प्रदूषण हुने खालको उद्योग बनाउने विकल्पहरू छन्। जस्तै यही चाहिँ धुवालाई कन्ट्रोल गर्न सक्ने विधिहरू छन्। हामीले प्रयोग गर्ने कोइला होला अथवा डिजेल होला, त्यसलाई विस्थापन गरेर अलिकति सफा इन्धनहरू प्रयोग गर्न सकिने अवस्था छ। अब यहाँ हामीले चाहिँ यो फोहोर व्यवस्थापन गरेर राम्रोसँग लाग्ने हो भने तपाईँको खास फोहोर त 15-20% मात्रै हुँदो रहेछ।
यो फाल्नै पर्ने फोहोर, अरू त सबै प्रयोग गर्न मिल्ने हुँदैन, 80% फोहोर। तर हाम्रो के छ, यहाँ अस्ति म बन्चरी डाँडा गएको थिएँ मानव अधिकार आयोगको टिमलाई लिएर। बन्चरी यहाँबाट फोहोर काठमाडौँबाट बन्चरी डाँडा जाने, फेरि त्यहाँबाट एक थरी फोहोर चाहिँ उठाएर फेरि काठमाडौँ ल्याउने। हाम्रो चाहिँ त्यो अव्यवस्थापनको कारणले त्यो लेभलमा हामीले काम गरिरहेको छौँ। त्यो जाँदाको प्रदूषण पनि आउँदाको प्रदूषण पनि त्यो सडकमा हिँड्ने मान्छेले बिहोर भनेको त्यो खालको अव्यवस्थापनको कारणले, एक किसिमको कुशासनको कारणले हाम्रो चाहिँ प्रदूषणको मात्रा बढिरहेको अवस्था देखिन्छ। भनेपछि त्यो बाहिरको पनि घटाउन सक्ने, चेन्ज गर्न मिल्ने कुराहरू चाहिँ मैले जोड्न खोजेँ। अब यो कसको सवाल हो त? अब यसो कुरा गर्ने हो भने सबैको सवाल भयो। बालबालिका पनि त्यहाँबाट पीडित छ, युवा पनि पीडित छ, होइन, ज्येष्ठ नागरिकहरू पनि पीडित हुनुहुन्छ नै, अपाङ्गता भएका व्यक्तिहरू त्यहाँबाट पीडित हुन्छ। दाउराबाट खाना पकाउने कुरा देखिसकियो। श्रमिक, खास गरेर यो चाहिँ भौतिक निर्माणमा काम गर्ने मानिसहरू, बाटोमा काम गर्ने, घर बनाउनेमा, यस्तोमा काम गर्ने मान्छेहरू, पैदल यात्री, एकदमै धेरै पैदल यात्रा असर गर्यो। जहाँ कुरा गर्यो सरसफाइ श्रमिक, डम्पिङ साइटमा काम गर्ने मानिसहरूको अवस्था त्यस्तै छ। वन आसपास बसोबास गर्ने, उद्योग र राजमार्गहरूमा बस्ने सबै मान्छेले पीडा भोगिरहेछ भनेदेखि यो साझा मुद्दा हो, सबैको मुद्दा हो। यो साझा मुद्दामा चाहिँ कलेक्टिभली काम गर्नुपर्ने विषय हो भन्ने चाहिँ मैले यहाँनिर जोड्न चाहेँ। अब यो मैले अघि भनिसकेको छु, हेल्थमा कहाँ असर गर्छ, शरीरको सबै अङ्गमा। यो कुनै पनि अङ्ग छैन कि यसले असर नगर्ने भन्ने कुरा। त्यसो हुँदाखेरि चाहिँ यो चाहिँ त्यति सिरियस विषय हो भनेर जोड्न चाहेँ। अघि मैले भनिसकेको छु, त्यो चाहिँ स्ट्रोकको कुरा, डिमेन्सिया कुरा, विभिन्न रोगहरू हामीले नदेखेको होइन, अटिजमको कुराहरू, अल्जाइमरको, जम्मै चाहिँ नि यो कन्ट्रिब्युट गर्ने लेभलमा चाहिँ यसको चाहिँ वायु प्रदूषणको चाहिँ त्यसको कन्ट्रिब्युसन रहेको छ होइन। अहिले मैले चाहिँ मुटु रोगको कुरा गरेँ, यो फोक्सोको क्यान्सरको कुरा गरेँ, त्यसपछि यो सबै यो मैले सबै दोहोऱ्याउँदिनँ। अब कसरी थाहा पाइन्छ? म आफूले त एकदम धेरै महसुस गर्छु। जस्तो टाउको दुख्ने, एकदमै धेरै प्रदूषणमा गएर आइयो भने हामीलाई टाउको दुखेर हैरान पार्छ। कहिलेकाहीँ अब सास फेर्न मुस्किल हुन्छ। अझ मलाई आजै पनि भएको थियो, आज दिउँसो एकपटक, त्यसपछि गत वर्षको अप्रिलको 5, 6, 7 तारिक यति गाह्रो भयो कि पछि हेर्दै जाँदाखेरि चाहिँ यो चारैपट्टि चितवन, यता मकवानपुरतिर, यता के भन्छ धादिङतिर बेपत्ता वनमा आग लागि भएको रहेछ। त्यो आग लागि भएको 3-4 घन्टामा त काठमाडौँमा सास फेर्न सक्ने अवस्था हुन्छ। मान्छेलाई वाकअप लाग्ने, एलर्जी हुने, कति बेला त छालाको एलर्जी हुने, आँखा पोल्ने, त्यसपछि छाला सुक्खा हुने, खोकी लाग्ने, कपालहरू बिग्रिने, यो जम्मै कुरा चाहिँ वायु प्रदूषणमा तत्काल देखिने चाहिँ प्रभावहरू चाहिँ यो हो। अब अहिले मैले भनिसकेँ को कोलाई असर गर्छ भन्नेमा अहिले विभिन्न रिसर्चहरूले के देखाउँछ भने महिला, खास गरेर प्रेग्नेन्ट महिलाहरू, त्यो कतिपयको त पेटमा भएको बच्चामा समेत पेटमा भएको बच्चाको चाहिने शरीरमा समेत चाहिँ प्रदूषणको मात्रा देखियो। किन आमाले त्यो हिल गरेका छ त्यो कुरा पेटमा भएको बच्चालाई, त्यसले गर्दाखेरि नियोनेटल डेथको कारणहरू हुने भने त्यो अवस्था चाहिँ यहाँ देखिन्छ। त्यस कारणले यो अलिकति सिरियस विषय हो भनेर यहाँ देखाएको थियो, अध्ययनहरूले देखाएको कुरा हो। प्रेग्नेन्ट वुमेनमा चाहिँ एकदमै धेरै चाहिँ असर गरिरहेछ भनेर भनिरहेछ। मातृ स्वास्थ्यमा पर्ने कुरा पनि छ यहाँ, म यो सबैमा जाँदिनँ किनभने हजुरहरूले दिनुभएको टाइम पटिसकेको छु। प्रदूषणको प्रास सबै ठाउँमा बच्चा जन्मनेदेखि लिएर बाँझोपन हुने, तनाव चिन्ता बढ्ने, त्यो जम्मै कुरा हुन्छ। बालबालिकामा पनि त्यही कुरा छ होइन, ज्येष्ठ नागरिकहरूमा पनि त्यही छ। किन भन्दाखेरि एक त आफै शारीरिक हिसाबले अलिकति होसियार हुनुपर्ने बेला छ, झन् माथि यो थपिएपछि असर गर्ने नै भइगयो। म अन्तिममा आइपुगेको छु। अब के गर्ने त भन्ने कुरामा चाहिँ यो 3-4वटा सुझाव गर्न चाहन्छु। एउटा चाहिँ इमिसन कम गर्न, यदि हामी हाम्रो तर्फबाट व्यक्तिगत लेभलमा पनि यो पृथ्वीलाई होइन हाम्रो कारणले नराम्रो नहोस् भन्ने चाहने हो भने हामीले गरेको प्रदूषण कम गर्नलाई काम गर्नु, चाहे त्यो व्यक्तिगत लेभलमा हामीले घरको चुलो बदलेर गर्न सक्ने, अथवा हामीले चल्ने गाडीहरूलाई नियमित सर्भिसिङ गरेर गर्न सकिने, एटलिस्ट चाहिँ गाडीहरूबाट प्रदूषण हुने कुरालाई घटाउन सक्ने एउटा कुरा। अर्को आफैलाई जोगाउनु, यो चाहिँ एक्सपोजर जहाँ बढी प्रदूषण भएको ठाउँ छ भन्ने लाग्यो भने त्यहाँबाट चाहिँ त्यसलाई एभोइड गरौँ। जस्तै म अहिले कोसिस गर्छु, म चाहिँ हजुरको गाडी नै धेरै त्यो धुवा फालिरहेको गाडी छ भने म बाइकमै छु भने कि एकछिन रोकिएर बस्छु कि म अर्को चाहिँ बाटोतिर लाग्छु। के गर्न सकिन्छ, पैदल यात्री छौँ भने मेन चाहिँ प्रदूषण हुने बाटोभन्दा अल्टरनेटिभ बाटोहरूको युज गर्न सकिन्छ सम्भव भए जति। अब हामी कहाँ जम्मै सम्भव छैन, तर त्योबाट जोग्यौँ। दोस्रो कुरा हामी आफैले आफैलाई जोगाउने कुरा हो।
यद्यपि यो आफूले गरेर हुँदैन, अरू चाहिँ प्रदूषण गरिरहेको छन्, हामी मात्रै जोगिएर भागेर हिँड्ने त भन्ने कुरा हुन्छ। त्यस कारणले अलिकति चाहिँ आवाज उठाउँ यो कुरामा चाहिँ हामी भनौँ न। अब हजुरहरूले जुन अहिले काम गरिरहनु भएको छ यो त एक किसिमको आफूलाई तयार गर्ने मात्रै होइन, आफू मार्फत अरू समुदाय र एकाउन्टेबिलिटी, खास गरेर नगरपालिकाको सरकारको एजेन्सीहरूको एकाउन्टेबिलिटी पनि खोज्ने भएको कारणले यतातिर चाहिँ हाम्रो अलिकति बढी भूमिका हुन सक्छ। यसका लागि चाहिँ कहीँ सङ्गठित रूपमा होला, कहीँ व्यक्तिगत रूपमा होला, कहीँ हजुरहरूको चाहिँ आफ्नो पारिवारिक परिवारको सदस्यहरू मार्फत होला, यसलाई चाहिँ अलिकति अगाडि बढाऊँ भन्ने कुरा चाहिँ मैले यहाँ राख्न चाहेँ। अलिकति समय मैले बढी लिएँ कि जस्तो लागेको छ, 45 मिनट भन्नुभएको थियो, मैले 50-55 मिनटै बोलेँ। मैले यति कुरा राख्छु, जब स्वच्छ हुन्छ वायु बढ्दै जान्छ हाम्रो आयु, र यसमा चाहिँ हजुरहरूले यो सुनिदिनु भयो, त्यसको लागि म धन्यवाद मात्रै भन्न चाहन्छु अहिलेलाई। पछि केही प्रश्नहरू भयो भने फेरि हामी कुरा गरौँला। हस्, धन्यवाद। हस् त, धेरै धेरै धन्यवाद डाक्टर साहब। अब हाम्रो जिज्ञासा त यसले निकै नै बढायो र हामीलाई डर पनि लगायो जस्तो भयो। किनभने हामी भर्खरै गएको दुईवटा ठुलो चाडमा खानपान त हामीले धेरै जोगायौँ होला होइन। हामीले दसैँमा चाहिँ नि चिल्लो नखाने भनेर मुख पनि बाऱ्यौँ होला। तिहारमा चाहिँ नि गुलियो नखाने भनेर हामी धेरै जसो चाहिँ नि यो पाको उमेरको मान्छेले गुलियोबाट जोग्यौँ होला। तर अहिले डाक्टर साहबले जुन इस्यु उठाउनु भयो यसबाट त जोगिने कसरी भन्ने चाहिँ नि एउटा प्रश्न चाहिँ नि हामी सबैको मनमा एउटा जिज्ञासा भयो नि। किनभने यो त हावामा छ। अब यो हाम्रो भान्सामा भएको चिजबाट पो जोगिने, तर हावामा भएको चिजबाट कसरी जोगिने, यो एउटा चाहिँ नि छ। ल अब म साथीहरूलाई आफ्नो जिज्ञासा र यसबाट अब अरू फर्दर इन्फर्मेसनहरू चाहिँ नि केही जिज्ञासा छ उहाँको यो प्रेजेन्टेसनबाट भने पाले पालोमा हात चाहिँ नि रेज गरिदिनु भएर प्रश्न राख्न अनुरोध गर्छु। प्रकाश सर, ल हस् प्रकाश सर। यो प्रेजेन्टेसन साह्रै फ्रुटफुल्ली रह्यो मेरो लागि, किनभने म यसमा लेम्यान जस्तै हो, ज्ञान प्राप्त गर्ने अवसर मिल्यो। यसको लागि डाक्टर साहबलाई धेरै धेरै धन्यवाद। म ज्येष्ठ नागरिकको विषयमा काम गर्ने मान्छे भयो हुनाले यो क्लाइमेट चेन्जले ज्येष्ठ नागरिकले कसरी प्रभाव पारेको छ होइन, कस्तो प्रभाव पारेको छ, त्यसको त्यसबाट बस्ने उपायको सम्बन्धमा सामान्यतया काम गरेको छु र अध्ययन एउटा युनिभर्सिटीसँग मिलेर, इजरायलको एउटा युनिभर्सिटीसँग मिलेर सानो अध्ययन पनि गर्दैछु। तर यो निचोडमा मैले के देखेँ भनेदेखि जुन डाक्टर साहबले भनेको कुरो यसबाट बस्ने उपायहरूका कुरामा स्वयं व्यक्तिले गर्ने भन्दा पनि नेसनल पोलिसी अथवा राज्य स्तरबाट गर्ने काम चाहिँ धेरै छ है। अब हामी जस्ता भुइँ मान्छेले भने भरमा राज्यले त्यस्तो गरिहाल्दैन र त्यो गर्न सक्ने क्षमता पनि कति रहला नरहला त्यो बेग्लै कुरो हो होइन। तर प्रमुख भूमिका चाहिँ उसले हुने रहेछ। अब मेरो एउटा यो सामान्य मेरो आफ्नो तर्क मात्र राखेको हो सर। म यो क्लाइमेट चेन्जको विषयमा त्यस्तो गहिरो अध्ययन मेरो छैन। अब म आफै नै जान्न खोजेर मैले भोगेको कुरो चाहिँ के भने, म पहिला मध्य बानेश्वरमा बस्थेँ, नयाँ बानेश्वरमा बस्थेँ। त्यतिखेर मलाई पेट्रोल डिजेलको गन्ध सामान्य लाग्थ्यो र मैले फिलिङ गर्दिनँ। र म अहिले नागार्जुन डाँडाको ठिक्क मुनि बस्छु र मैले कुनै सहरमा आउजाउ मेरो अलिकति कमै हुन्छ र कुनै दिन म गएँ भनेदेखि मलाई सास फेर्न गाह्रो हुन्छ र त्यो पेट्रोलको सेन्ट पनि मैले फिलिङ गर्छु, अनि त्यो डिजेलको पनि गर्छु, अनि धुलोको पनि हुन्छ, जुन कुरो नयाँ मानिसहरूमा बस्दा हुँदैन। भन्नु म कस्तो ठाउँमा बसेको छु भने जङ्गलको मुनि बस्छु, यातायातको कमी छ, हावा जङ्गलको छेउ अब स्वच्छ नै हुन्छ भनेपछि वातावरण जोगाउनलाई हरेक व्यक्ति जिम्मेवार नभइकन नहुने रहेछ। अब म यहाँ बसेर मैले त्यो फिलिङ गरेको भने मतलब वातावरणको अनुपात कति बिग्रियो र कति बिग्रियो, यहाँ कति बिग्रियो त्यहाँ कति बिग्रिएको छ भन्ने कुरोको मात्र मैले यो फिलिङ गर्न पाएको हो। अब यो अहिले अहिले उठेको जल्दो बल्दो विषय पनि हो, मानव जीवनलाई साह्रै असर पार्ने विषय हो। अब हामी काठमाडौँवासी, अब बेस चाहिँ अब काठमाडौँमै धेरै अध्ययन अनुसन्धान हुने र योसँग सम्बन्धित क्रियाकलाप पनि बढी हुने भयो हुनाले म पनि काठमाडौँ नै वासी भयो हुनाले मलाई डाक्टर साहबसँग एउटा जिज्ञासा, काठमाडौँवासीले
लिने श्वास कति त्यो श्वासको मापदण्ड हुन्छ नि, कति चाहिँ लिनुपर्ने कति लिनु नपर्ने, अथवा हामीले कति % चाहिँ दूषित अक्सिजन लिइराखेका छौँ, कति पाउनु पर्ने थियो कति लिइराखेका छौँ भन्ने कुरो चाहिँ मलाई थाहा पाउनु परेको थियो डाक्टर साहब। यति नै हो मेरो प्रश्न। हजुर, कति लिनुपर्नेमा त यसको उ छैन। मैले अघि भने यो त हाम्रो शरीरले श्वास प्रश्वास गर्ने कि यो प्योर साइन्स कुरा हो। म सोसल साइन्सको मान्छे हो। म सोसल साइन्स भएको कारणले मेरो चाहिँ हजुरले भन्नुभएको आन्सरको पर्याप्त मात्रामा मैले आन्सर दिन सक्दिनँ, मलाई थाहा छ। तर म के चाहिँ भन्न सक्छु भने श्वास प्रश्वास मैले भने एभरेजमा 25,000 पटक हामी श्वास फेर्छौँ, लिने दिने गर्छौँ एउटा मान्छेले लिने। त्यो मध्येमा पनि हजुरको यसो हेर्नुभयो भने बच्चाले बढी श्वास फेर्छ, अझ चाहिँ त्यो दौडिने खालको बच्चा छ भने, किनभने दौडिन्छ थाक्छ गरेर हुन्छ नि त, भनेपछि हामी भन्दा बढी बच्चाहरूले बढी सास फेर्छ। जब जति हामी धेरै सास फेर्छौँ र त्यो जुन वायुमा मिसिएको पोल्युटेन्ट्सहरू त्यो प्रदूषकहरू हामी भित्र लिन्छौँ, त्यसले असर गर्ने भयो। एउटा पार्ट त्यो कति उ छ त स्ट्यान्डर्ड भन्दा हामी कति छौँ, मैले हजुरले याद अलिक पछि जोइन गर्नुभयो कि अथवा मैले फेरि दोहोऱ्याउँछु। अहिलेसम्मको हेर्दाखेरि WHO ले तोकेको मापदण्ड भन्दा 8 देखि 10 गुणा खराब वायु चाहिँ हामीले ग्रहण गरेका छौँ। 8 देखि 10 गुणा खराब बढी ल भनेपछि हाम्रो अवस्था चाहिँ एकदमै नाजुक छ प्रकाश। अब यसमा आफैले बस्ने उपाय गर्ने हो। म बिचमा चाहिँ म अलिकति ग्याप भावनाले मैले सुन्न सकिनँ त्यसको लागि। तर यो मैले कति चिज खराब चिज लिएको छु भन्ने कुरो थाहा पाइसकेपछि पनि त्यो व्यक्तिले एउटा व्यक्तिले गर्ने प्रयासमा चाहिँ अलिकति गति लिन्छ कि भन्ने कुरो गरेँ नि मैले। त्यो हो नि प्रकाश सर, जस्तो उदाहरणलाई ममा आएको बानी व्यवहार परिवर्तन कुरा हो। यो त मान्छेले आफैले पनि बानी व्यवहार परिवर्तन गर्न सकिने एउटा दुईटा छ क्या सामान्य कुरा। बाहिर हिँड्दाखेरि मास्क त्यो पनि अलि आफूलाई छोप्ने गरी मास्कको प्रपर युज गर्ने हो भने के भनिन्छ भने अहिले हामीले प्रयोग गर्ने जुन मास्क छ त्यो मास्कले पनि 95% चाहिँ कन्ट्रोल गर्छ भन्छ स्टडीले त्यो देखाएको छ। भनेपछि मास्कको प्रयोग अहिले मैले भने बाटोहरू सकेसम्म एभोइड गरौँ। हामीले गर्ने मर्निङ वाकको समयलाई अलिकति घाम लागेपछि 8, 9, 10 बजीतिर 9, 10 बजी यदि समय मिल्छ भने त्यो बेला गरौँ। सानसाना कुराबाट हामी आफू बच्न सकिने कुरा छ। एउटा हजुरलाई के भन्नु भन्दाखेरि यो त राज्यले धेरै गर्न पर्ने छ। हो, डेफिनेटली राज्यको बढी रोल हुन्छ नि। अझ हामी ह्युमन राइटको कुरा गर्दा त राज्यले नै इन्स्योर गर्नुपर्छ हामीलाई चाहिने स्वच्छ हावा। तर पनि हाम्रो राज्य सरकार त त्यो लेभलको सर्भिस दिनेवाला छैन। भने उसले दिएन भनेर हामी प्रदूषित जेसुकै होस् भनेर जहाँ पाइ हिँड्न त भएन, त्यो पनि त्यो प्रदूषण लिन त भएन। कसरी आफू जोगिने भन्ने कुरा पनि त्यत्तिकै महत्त्वपूर्ण छ। र एज ए एउटा सिटिजन, एउटा जिम्मेवार सिटिजन नाताले मैले मेरो घरको चुलो मात्रै बदले भने अथवा मैले बर्न गर्छु, मेरो घरमा भएको प्लास्टिकहरू चाहिँ बर्न गर्दिनँ, त्यसलाई चाहिँ म भिन्दै चाहिँ त्यसलाई व्यवस्थापन गरेर पठाउँछु। अथवा मेरो कम्युनिटी एटलिस्ट टोल विकास संस्थामा म छु, टोल विकास संस्थाबाट गरौँ, अथवा मेरो संस्था अथवा मेरो कम्युनिटीबाट 2-4 काम, जस्तै मैले भनेको खुल्ला जलन गर्ने कुरा, त्यसपछि फोहोरको छुट्याउने कुरा होइन, त्यसको चाहिँ जे तरिका नगरपालिकाले भनिरहेछ अथवा गर्न खोजिरहेको छ त्यसमा कन्ट्रिब्युसन गर्ने कुरा। अथवा अहिले हजुरले भन्नु कस्तो राम्रो भन्नुभयो नि त, म त एकदम ग्रिन एरियामा बसिरहेको छु है, कता रमाइलो लाग्यो भनेको त्यो ग्रिनरी आफू बसेको वरिपरि अलिकति ग्रिनरी बढाउनको लागि काम गर्ने कुरा। सानसाना कुरामा हामीले पनि योगदान गर्न सक्छौँ भन्ने जुन हजुरले भन्नुभएको कुरा मैले दोहोऱ्याएँ, त्यसले पनि प्रदूषण कम गर्नलाई काम गर्न सकिएपछि नि एउटा त राज्यलाई एकाउन्टेबल बनाउन, जवाफदेही बनाउने पनि, एउटा चाहिँ म व्यक्ति र मेरो समुदायलाई पनि थोरै चाहिँ यसमा इन्गेज गर्न सकियो भने सायद त्यो राम्रै कुरा हुन्छ होला। प्रकाश धन्यवाद डाक्टर साहब। म पनि एउटा कुरा छ डाक्टर साहब, नमस्कार, धन्यवाद सर। सबैले म अलि ढिलो है। यो बिहान मर्निङ वाक नगर्ने भन्ने कुरोमा जस्तै एक ठाउँमा गएर बसेर योग गरिने अथवा यस्तो किसिमको छ नि, त्यसलाई किन एकै ठाउँमा बसेर गर्दाखेरि अथवा घरभित्र जस्तै पनि होला थियो, या कुनै ठाउँमा सामूहिक रूपमा योग गर्ने किसिमको अवस्थामा पनि यसले असर त अलिअलि त पार्ने नै भयो। तर के छ यसमा? अब मैले अघि हजुरलाई भने म अलिकति प्योर साइन्सबाट कुरा गरिरहेको छैन है, त्यो हजुरलाई मिसकम्युनिकेसन होला भन्ने डर लागिरहेको छ क्या मलाई। खास यो के भने
योग गर्न सकियो, योग गर्ने नै हो, तर त्यो कुन ठाउँमा गर्ने? जस्तै हजुरको कहिलेकाहीँ हाम्रो योग चाहिँ बस पार्कको छेउमा होइन, अथवा चाहिँ तपाईँको फोहोर सधैँ बाली राख्ने, जस्तो हिजो मलाई यहाँ पठाइरहनुहुन्छ अहिले पनि लगन खेलको चाहिँ आर्मीको ब्यारेकबाट चाहिँ के भनेर लेख्नुभयो एकजनाले भन्नुहुन्छ भने, एकजना पूजा केही भन्नेले मलाई यहाँ भाइबाट के पठाउनु भने मेरो घरको छेउमा यो आर्मीको क्याम्प छ, प्रत्येक दिन यो बलचल लाउनु म के गरौँ भनेर त्यहाँ बाली राखेको चाहिँ फोहोर बालेको फोटो पठाइरहनु भएको छ। भनेको अब त्यही छेउमा हाम्रो चाहिने शिविर छ, योगको चाहिँ शिविर छ भनेदेखि त्यस्तो ठाउँलाई कसरी एभोइड गर्ने? त्योभन्दा अलिक फरक ठाउँमा अलिकति सुरक्षित त्यो हामी मेजर गर्न सक्छौँ। अब्जर्भेसनकै नामबाट पनि मेजर गर्न सकिन्छ भने त्यस्तोमा चाहिँ जाउँ, अथवा मर्निङ वाकको पुरा ठाउँमा अलिकति ढिलो मर्निङ वाक के भनेको घाम लागिसकेपछिको मर्निङ, जाडो सिजनमा चाहिँ स्पेसल्ली जाडो सिजनमा त्यो चाँडै चाहिँ गर्दै नगर्नु, गर्नै पर्ने छ भनेदेखि चाहिँ सकेसम्म कम प्रदूषण भएको एरिया, जस्तै म यहाँ तुलसीकोलामा बस्छु भने म यो गाडी हिँड्ने सडकको छेउछाउ होइन, अर्को कुनै बाटोतिर कसरी त्यहाँबाट जोगिने भन्ने कुरामा जाउँ मात्रै भन्नु, गर्न पर्यो, गर्ने कुरामा पुरै गर्दै नगर्ने भन्ने होइन, तर ठाउँहरू सेलेक्सन गर्दाखेरि विचार गरौँ। हजुर हामीसँग जनस्वास्थ्यविद पनि हुनुहुन्छ आज यहाँ, एउटा सौभाग्यले। त्यसैले अघि जुन डाक्टर साहबले यहाँ भन्नुभयो कि हेल्थको इस्युको विषयमा चाहिँ केही हामीलाई एवेयर गराउनलाई हामीसँगै कृष्णचन्द्र सर हुनुहुन्छ। मैले उहाँलाई रिक्वेस्ट गरेको छु, कृष्णचन्द्र सर केही यसमा चाहिँ यहाँ अलिकति हाम्रो अहिले उठेको हेल्थको जिज्ञासाको बारेमा चाहिँ यहाँले केही चाहिँ कम्प्लिमेन्ट्री गरिदिनुहुन्छ कि संसार? अथवा हाम्रो ध्रुव नेपाल सर पनि हुनुहुन्छ हेल्थ सेक्टरकै। ध्रुवजी यसमा केही एड गर्न सक्नुहुन्छ हेल्थ इस्युलाई लिएर? होइन, मैले अघि राम्रोसँग सुन्न पाइनँ होइन। अब मैले त हेल्थको धेरै चाहिँ नि छोडेको धेरै अवधि भयो, त्यसकारण चाहिँ नि त्यसकारण अहिले अपडेट नभए हुनाले धेरै कुरा मैले भन्न सक्ने छैन। अब स्वास्थ्यको उहाँले चाहिँ नि भनिसक्नु भएको छ। अब वायु चाहिँ नि सबै हाम्रो प्राणवायु भन्ने नै खराब भयो भनेदेखि चाहिँ मान्छेलाई सबै अङ्ग असर गर्ने भयो। हामीको प्राणै चाहिँ नि भनेकै चाहिँ नि वायुमा आधारित हुने भएको हुनाले त्यसबाट चाहिँ नि हुने प्रदूषणले त पोहोर हुने कुराले सबै कुरालाई चाहिँ नि असर गर्ने भइहाल्यो। त्यो चाहिँ स्वाभाविकै हो, त्यो इम्पोर्टेन्ट छ, त्यो भनिराख्नु भएकै छ। अरू मैले यसमा एड गर्नुपर्ने र मैले चाहिँ अरू एड गर्न सक्ने मसँग त्यति कुरा कि चाहिँ छ जस्तो लाग्दैन मलाई। हजुर ठिकै छ। मैले यसमा अझ फेरि अर्कै प्रश्न राखिहालेँ थिएँ कि पहाडहरूमा जस्तै यहाँ त प्रदूषण हुन्छ, पहाडतिर त कम प्रदूषण हुने होला, त्यसमा मर्निङ वाक गर्दाखेरि बिहानै गर्न मिल्यो कि मिलेन, या अरू यसको असर पनि परिराखेको हुन्छ कि कसो हुन्छ त्यो कुरो? हजुरलाई सानो एउटा एक्जाम्पल दिन्छु म। गत वर्ष को वैशाखको 1 गते, मेरो घर गोर्खा हो, वैशाखको 1 गते चाहिँ नयाँ वर्ष मनाउन भनेर साथीहरूले बोलाउनु भयो, म गोर्खा गएँ। वैशाखको 1 गते कुरा गर्दैछु, रातभरि सुत्न सकिनँ है, आँखा पोलेको छ, सास फेर्न सकिनँ। पछि गाउँको चारैतर्फ चाहिँ वनमा आग लागि है, अनि त्यो चाहिँ 3-4 दिनपछि त्यो वनको आग लागि निभ्यो। भनेपछि पहाडमा पनि प्रदूषण छ, मैले जोड्न खोजेको। मैले हिउँदमा भनेको मर्निङ वाकको कुरा र हिउँदको कुरालाई। ओके, हिउँदको कुरामा पहाडको कुरा गर्दाखेरि हावा बहन्छ, हावा त बहने चिज हो नि, एक ठाउँमा मात्र रहँदैन। जस्तो उपत्यकामा जस्तो चाहिँ त्यो ठिग्रिएर रहिरहने अवस्था पहाडमा कम हुन्छ। त्यसो हुँदाखेरि तुलनात्मक रूपमा पहाड के अरे उपत्यका भन्दा, यस्तो हाम्रो जस्तो उपत्यका भन्दा पहाड बढी सुरक्षित छ। त्यस कारणले उपत्यकामा हो भने चाहिँ अलि बढी होसियारी हुनुहोस्। अब हाम्रो अरू पहाडी जिल्लामा चाहिँ त्यो लेभलको अवस्था हुँदैन। अर्को हजुर अहिले भन्दै हुनुहुन्थ्यो यो खास गरेर जनस्वास्थ्यको कुरा गर्दाखेरि अहिले हामी धेरै जनस्वास्थ्य कर्मीसँग काम गर्छौँ। त्यसै स्वास्थ्य मन्त्रालयसँग पनि काम गरेका छौँ। काठमाडौँ उपत्यकाको 18वटै पालिकाको चाहिँ जनस्वास्थ्य प्रमुखहरू, त्यसपछि गएर जनस्वास्थ्यको चाहिँ सर्भिस इकाइहरू, त्यसपछि गएर एफसिएचबीहरू, यो फिमेल कम्युनिटी हेल्थ मोबिलाइजरहरूसँग पनि काम गरिरहेको छौँ उहाँहरू मार्फत कम्युनिकेसन लानको लागि। हाम्रो अहिले चाहिँ हाम्रो चासो, खास गरेर हामीले धेरै डाक्टर साहबहरूसँग कुरा गरिरहेको छौँ यो कसरी यो विषयलाई चाहिँ हाम्रो
हेल्थ सिस्टमबाट, हेल्थको सिस्टम ओभरअलबाट त्यसलाई राइट तरिकाले कम्युनिकेसन गर्न सकिएला भन्ने कुरा छ। त्यसमा एउटा दुईवटा समस्या छ। एउटा चाहिँ हामीसँग पर्याप्त चाहिँ सूचना पनि छैन, हाम्रो स्टडी पनि छैन ठ्याक्कै एयर पोल्युसनले नै यो असर गरे हो भनेर अहिलेको हाम्रो हेल्थको एमआइएस जुन छ, इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम जुन छ, त्यो सिस्टमले त्यसलाई चाहिँ एड्रेस गर्न सकेका छैन एउटा। त्यस कारण त्यो सिस्टममा रिफर्म गर्नुपर्छ कि भन्ने एउटा कुरा गर्दै हुन्छ। अर्को चाहिँ डेटाहरू नै पनि पोल्युसनसँग सम्बन्धित डेटा मार्फत चाहिँ नि हाम्रो डेटा सिस्टमलाई बलियो बनाएको छैन। त्यस कारणले गर्दाखेरि हामीलाई गाह्रो हो भन्नुहुन्छ, इन्क्लुडिङ हेल्थ मिनिस्ट्रीले पनि, त्यसपछि गएर हेल्थको सर्भिसेसहरूले पनि, तलको सेवा निकायहरूले पनि। अर्को त्यसो हो भने इन्टरनल सानो कामहरू गरौँ त भनेपछि, जस्तो अहिले हाम्रो पोल्युसन गर्नुको एउटा ठुलो चाहिँ नि पोल्युसन गर्ने एजेन्सीहरू मध्येमा चाहिँ हस्पिटल वेस्टको म्यानेजमेन्टको पनि इस्यु छ। हस्पिटलको वेस्ट राम्रोसँग म्यानेज भएन भने त्यसले त अरू वेस्टले भन्दा, बायोमासको अरूले भन्दा बढी चाहिँ नोक्सान गर्छ, किनभने त्यहाँ त धेरै केमिकलहरू मिसिया हुन्छ। अहिले कसरी चाहिँ व्यवस्थापन गर्ने भने धेरै हस्पिटलहरूमा चाहिँ हजुरको चाहिँ सुईहरू, त्यो सब निडलहरू त्यतिकै चाहिँ नि राखिदिएको हुन्छ, कहीँ खाल्टो खनेर फालिदिरहेको हुन्छ होइन, त्यस्तो अवस्था छ। भनेपछि यसलाई चाहिँ नि व्यवस्थापन गर्न सकिन्छ कि भनेर अलिक केही चाहिँ हेल्थ पोस्टमा त्यसलाई श्रेड गर्ने, त्यसलाई चाहिँ अरू व्यवस्थापन गर्न सक्ने कुरा म धेरै जान्दिनँ, किनभने म चाहिँ त्यो टोटल्ली त्यो पार्टको मान्छे होइन। त्यसो हुँदाखेरि तर त्यो लेभलमा पनि हामीले काम गरिराखेका छौँ एउटा। अर्को चाहिँ हजुरको यो अहिले मैले भनेको सबै हेल्थ, त्यो एफसिएचबीदेखि लिएर मन्त्रालयको चाहिँ सचिवज्यू लेभलसम्म पनि कसरी यो मा चाहिँ योजना एक्टिभिटीको हिसाबले तल काम गर्ने, पोलिसी बनाउने ठाउँमा कसरी काम गर्न सकिएला भन्ने लेभलमा पनि कामहरू चाहिँ गरिरहेको छौँ। भर्खरै सुरु गरेको 1-2 वर्ष मात्रै भएको कारणले एकदमै ठुलो ऊ भएको छैन, तर कम्युनिटीमा खास गरेर हाउस होल्ड लेभलमा चाहिँ एफसिएचबी मार्फत मदर ग्रुपहरूमा कसरी घरको चुलोको व्यवस्थापन गर्ने, त्यसपछि आमा र बच्चालाई कसरी सुरक्षित गर्ने भन्ने कुरामा अलिकति हामी राम्रै चाहिँ त्यो डिस्कसनहरू भएको पाउँछौँ। म हिजो मात्रै पनि एफसिएचबी र मदर ग्रुप बिचको चाहिँ त्यो कम्युनिकेसनको बारेमा काम गर्ने साथीहरूलाई चाहिँ नि यो फेसिलिटेट गरिरहेको थिएँ दिनभरि। त्यहाँ उहाँहरूको कुरा सुन्दाखेरि एकदम चाहिँ काम गर्न पर्ने एरिया रहेछ भन्ने महसुस चाहिँ मलाई भएको। अझै पनि धेरै काम भएको छैन, एकदमै धेरै काम गर्नु बाँकी छ। अहिले हामी अर्को चाहिँ पब्लिक हेल्थ एसोसिएसन होइन त, यो पब्लिक हेल्थ एसोसिएसनसँग पनि मेरो 2 राउन्डमा कुरा भएको छ। अहिले उहाँहरूले पनि हामी यो विषयमा खास गरी एयर पोल्युसन र पब्लिक हेल्थको, यो चाहिँ पब्लिक हेल्थको मुद्दा भयो, यसमा सँगै काम गर्न सकिन्छ भनेर कुरा गरिराख्नु भएको छ। मिटिङ मात्रै भएको छ, एक्सनमा गइसकेका छैन। उहाँले अहिले हामीलाई नै पहिला यो विषयमा जानकार गराउनु पर्यो भनेर भनिराख्नु भएको छ। सायद त्यो पनि हामी छिटै गर्छौँ होला, त्यो एसोसिएसन लेभलमा पनि। भने अरू त गर्नुपर्ने त कति छ काम। हजुर, म यही रोकेँ। अब हामीसँग बालकृष्ण सर पनि हुनुहुन्छ। उहाँ चाहिँ नि यो ज्येष्ठ नागरिकहरूको स्वास्थ्यकै क्षेत्रमा चाहिँ नि काम गर्ने व्यक्ति हुनुहुन्छ र लामो अनुभव पनि र इङ्गेजमेन्ट छ उहाँको। बालकृष्ण सरले चाहिँ आजको यो हाम्रो प्रेजेन्टेसनमा हजुरको अनुभव पनि यहाँ चाहिँ नि सेयरिङ भयो भनेदेखि अलिकति आजको कार्यक्रममा यो एउटा सान्दर्भिक हुन्छ भन्ने लाग्यो। बालकृष्ण सर, हजुरका जति पनि तपाईँले फेरि उहाँको यो देशैभरि जस्तो ज्येष्ठ नागरिककै हेल्थमा इस्युमा काम गर्ने हुनुभएको हुनाले ल म बालकृष्ण सर अनि त्यसपछि गुप्ता सरलाई चाहिँ नि मैले अनुरोध गर्छु। बालकृष्ण सर, हजुरको अनुभव अलिकति सेयर गरौँ त। हस् सर, नमस्कार। म बालकृष्ण थापा मगर, ज्येष्ठ नागरिक चौतारीको संस्थापक अध्यक्ष। मेरो क्यामेरा चाहिँ आएको त्यो फर्किरहेको छ, अहिले मैले बोलेँ मात्रै। पुरै खुसी लाग्यो यो वातावरण सम्बन्धीको आजको विषयलाई लिएर डाक्टर साहबले प्रस्तुत गर्नुभयो, एकदमै आभारी छु। अब मेरो आफ्नो व्यक्तिगत तर्फबाट सोच्दाखेरि चाहिँ नि मेरो घर नजिक चाहिँ एउटा ठुलो जङ्गल छ। त्यो जङ्गल चाहिँ नि एकदमै डम्पिङ भएको थियो। जब मैले अमेरिकाबाट फर्केपछि त्यो डम्पिङलाई मैले अहिले पुरा चाहिँ नि वृक्षारोपण गरेर फलफुल फलाएको छु। म आफ्नो एरियामा मेरो घरबाट लगभग 5 मिनटको दूरीमा चाहिँ नि त्यस्तो रहेछ। म जब अमेरिकाबाट फर्केपछि साह्रै दुःख लाग्यो। मेरो पहिलो प्रोजेक्ट भनेकै मैले चाहिँ वातावरणलाई लिएँ र हरेक वर्ष म अहिले लगभग 300, 400, 500 बिरुवासम्म चाहिँ नि यो मेरो जङ्गलमा रोप्ने गरेको छु। र मेरो यो 2टा ठाउँ छ, एउटा चाहिँ ढल्केश्वर महादेव मन्दिर भन्ने छ, एउटा चाहिँ ठेचो भन्ने छ। र यसलाई मैले चाहिँ अहिले विशेष गरेर डम्पिङलाई चाहिँ अहिले चाहिँ पुरै चाहिँ गार्डनमा चेन्ज गरेको छु र फलफुल पनि फलाउन थालेको छु। अब एउटा चाहिँ मेरो, र म एकदम खुसी छु कि मेरो अघि उहाँ सरले भन्नुहुन्थ्यो बिहान मर्निङ वाक नगर्दा राम्रो हुन्छ भनेर।
मेरो चाहिँ पुरै बिहान मर्निङ वाक गर्ने पुरै जङ्गलको एरिया छ, एकदमै खुसी छु र पुरै जङ्गलमा मात्रै हिँड्छु। र एउटा मेरो कुकुर छ, कुकुरसँगै चाहिँ बिहानभरि चाहिँ म जङ्गलभरि हिँड्छु। र अब हामीले चाहिँ नि व्यक्तिगत रूपबाट अब मैले अब धेरै ठाउँमा पनि घुमेँ, सबै ठाउँमा गरेँ। कतिपय ठाउँमा मैले भन्ने कोसिस गर्छु कि अब हामीले आफ्नो एरिया चाहिँ आफैले सफा गरेँ। जस्तो मेरो मेरो चाहिँ नि गाउँको स्लोगान मैले आफ्नो एउटा साइनबोर्ड ठाउँ ठाउँमा राखेको छु, आफ्नो गाउँ आफै सफा गरौँ र सक्ने जति आफै गरौँ। त्यस्तो अब मैले वृक्षारोपण गर्नेदेखि लिएर त्यस्तो डम्पिङलाई चाहिँ नि एउटा चाहिँ जङ्गलमा चाहिँ परिवर्तन गरिरहेको छु भनेपछि सरकारको मुक्तका नि भन्दाखेरि म चाहिँ व्यक्ति आफूले गरौँ न। सरकारले गरेन, यो गरेन, त्यो गरेन, हामीले के गर्यौँ त? हामीले आफैले क्वेसन गर्नु पर्यो। जबकि हामीले आफ्नो दिन जस्तो अब अहिले मैले एउटा खेल्छु बाल चौतारी भन्ने पनि बनाएको छु, अनि एउटा के अरे यो रोटरी कम्युनिटी कस्ट पनि बनाएको छु। यिनीहरूलाई पनि मैले मोबिलाइज गरेको छु। बच्चैदेखि उनीहरूलाई चाहिँ सिकाउने काम गरिरहेको छु। अब कति सिक्यो होला, कति सिकेन होला, नमुनाको रूपमा चाहिँ गराउने प्रयास गरिरहेको छु। र हामीले जति सक्दो अब यो वातावरणको हिसाबले सरकारले गर्ने ठाउँमा त अब सरकारले कति गर्न सक्ने नसक्ने भन्ने कुरा। अब यो पुराना गाडीहरू हटाउन सकिरहेको छैन। अघि डाक्टर साहबले एउटा फोटो राख्नु भएको थियो, भयङ्कर चाहिँ ट्रकले चाहिँ निकालेको धुवा। अब यस्ता चाहिँ यो सरकारको पक्षबाट गर्न सक्ने कुरा हुनु भने हामी व्यक्तिले चाहिँ नि सबै ठाउँमा नहेरौँ कि हाम्रो वरिपरि हामीले के गरौँ। जस्तो मैले हजुरहरू के गरे मेरो घरमा आउनु भने मेरो घर वरिपरि मैले बिरुवा रोपेको छु। पुरै चाहिँ नि तपाईँको अरू बरु त्यो भन्दा पनि लगभग राम्रो राम्रो जस्तो उ गर्ने। जस्तो अब मेरै अफिसमा पनि मैले 8-9वटा बिरुवा राखेको छु, जुन अक्सिजन दिने बिरुवाहरू मात्रै राखेको छु। मेरो अफिसभित्र पनि राखेको छु। यो अफिसभित्र मेरो 5-6वटा छ, हजुरहरूले आउनुभयो हेर्नुहोस्। हामीले आफैले आफैलाई आफ्नो बस्ने वातावरण आफूले पहिला बनाऊ। हाम्रो यो अम्बदत्त भट्ट सरको चाहिँ पछाडिपट्टि मैले यो त्यो के अरे उसको रुखको चाहिँ बिरुवा देखिरहेको छु। सायद यो विदेशको, हजुर विदेशबाट हो? यही हो सर, यो पछाडितिर नेपालमै हो, आफै अलिअलि बनाएको थियो, बनाएको मात्रै हो, आफै आएको। यो त कम्प्युटरको बिरुवा हो, अम्बा सरको कम्प्युटरको बिरुवा भयो भने रमाइलो त भए रहेछ। रमाइलो पार्ने बिरुवा यो यस्तै खालको बिरुवा भएकै ठाउँमा म लगभग 10 वर्ष बसेर आएको छु। एकदम यो समुद्रकै किनारमा बसेर आएको थिएँ म 10 वर्ष। भनेपछि अब म अहिले अमेरिकाबाट फर्केपछि मैले आफ्नो गाउँलाई चाहिँ मैले धेरै काम गरिराखेको छु। यहाँलाई मैले यति नै सुनाएँ। अब यहाँहरूलाई एकचोटि जसनाई चौतारीको अफिसमा पनि मैले वेलकम गरेँ। मैले के गरिराखेको छु हेरिदिन आउनुहोस् र वातावरणलाई के गरिराखेको छु हजुरहरूलाई मैले प्रत्यक्ष चाहिँ अवलोकनको लागि मैले निमन्त्रणा पनि गरेँ। हस् त, धन्यवाद। हस्, धन्यवाद धन्यवाद सर। अब गुप्ता सर, अनि अब यहाँ आज धेरै मर्निङ वाकको कुरा चल्यो। अब हाम्रो दामोदर सर पनि यहाँ चाहिँ नि हामी सबैभन्दा लामो मर्निङ वाक गर्ने दिल्ली उहाँ हुनुहुन्छ। अन्तिममा मैले अनि हाम्रो दामोदर सरको कुरो चाहिँ नि सुन्दै यसलाई ऱ्यापअप गर्ने गरी मैले गुप्ता सरलाई चाहिँ नि आफ्नो कुरो राख्न अनुरोध गरेँ। गुप्ता सर ह्यान्ड रेज गरेर। गुप्ता सर हजुर बोल्नुहोस्। हेलो गुप्ता सर। गुप्ता सरको ह्यान्ड रेज हजुर भइरहेछ सर, बोल्नु बोल्नु। फोटो छैन देखिने, भिडियो आज चाहिँ नि मात्रै अडियो मात्रै आउनुहुन्छ। हजुर सर बोल्नुभयो हुन्छ सर। के उहाँको केही समस्या भयो कि के हो? के ऊ त सर बोल्नु त, फेरि आफै म्युट अनम्युट भइरहेछ तपाईँ। हेलो गुप्ता बोल्नु न एकैछिन। त्यही नभएर हो कि सुन्नु त सुन्नु पर्ने हो उहाँको ह्यान्ड रेज भएको रहेछ। अहिले बोलौँ अलिकति? हजुर अहिले तपाईँ लिइहाल्नुहोस् त टाइम, लिइहाल्नुहोस् त। अनि गुप्ता सरको पछि राखौँ। भर्खरै बालकृष्ण सरले भन्नुभयो सरकारले भन्दा पनि मैले के गरेँ भन्ने कुरा प्रश्न उठाउनुपर्छ। त्यो प्रश्नको जवाफ आफैसँग खोज्यो भने केही हदसम्म त्यसको चाहिँ जवाफ पाइन्छ भन्ने कुरा भयो। र त्यो जवाफको लागि अहिले जुन प्रस्तुति गर्नुभयो हाम्रो सरले, भोला सरले, त्यो प्रस्तुतिको अन्तिम निचोड पनि सायद मलाई लाग्छ त्यही हो, हामीले के गर्न सक्छौँ भन्ने कुरा हो। समस्या त धेरै छ भन्ने कुरा यो राष्ट्रिय अन्तर्राष्ट्रियदेखि ल्याएर केन्द्रमा हामी बसेको पेरिफेरीभित्र कस्तो छ भन्ने कुरा उहाँले बताइसक्नु भयो। अब व्यक्तिगत हिसाबले
गरेको कुराहरू आफ्नो ठाउँमा छ, तर त्यो व्यक्तिले गरेको कुरालाई अलिकति मासमा कसरी लैजाने भन्ने हिसाबले अहिले मैले चाहिँ विश्वास अभियान भनेर सुरुवात गरेका छौँ। र विश्वास अभियान सुरुवात गर्दाखेरि चाँगु नारायणमा अहिले उहाँहरूको भोलासरहरू पनि त्यो वर्किङ एरिया त्यहीँ छ र उहाँहरूसँग चाहिँ समन्वय भइरहेछ। र चाँगु नारायण नगरपालिकामा 69वटा स्कुलहरू छ। 69वटा स्कुल मध्येमा 14वटा स्कुलमा चाहिँ यो विश्वास अभियानको चाहिँ हामीले क्याम्पेन गऱ्यौँ। त्यो क्याम्पेन गर्दाखेरि मैले सोधेँ कि तपाईँहरूले वातावरणको चाहिँ क्लास कसले लिनुहुन्छ, को छ वातावरणको शिक्षक भन्दाखेरि वातावरणको शिक्षक कोही पनि छैन। जसको पिरियड खाली हुन्छ त्यो सर गएर चाहिँ वातावरणको चाहिँ हल्लाइदिने मात्रै हो, पढाइ हुँदैन हल्लाइदिने हो भन्ने कुरा आएको छ। भने यस्तो गम्भीर विषयमा पनि हामीले बच्चाहरूलाई चाहिँ सचेत गराउन सकिरहेको छैनौँ। र जुन अवस्थामा चाहिँ हामीले त्यो प्रस्तुति गऱ्यौँ त्यतिखेर चाहिँ बच्चाहरू एकदमै डरलाग्दो अवस्थामा देखियो। र एक ठाउँमा चाहिँ यो के भन्छ महिला यो किशोरी बालिकाले हामीलाई के भन्यो भने पढाउँदा पढाउँदै हामी कोठाभित्र चाहिँ कतिपय बेलामा टाउको दुखेर हामी बाहिर निस्किन्छौँ, बाहिर पनि बस्न नसकेर कोठाभित्र गएर टाउको त्यो आँखामा पानी छ्यापेर हामी बस्नुपर्छ भनेर भन्यो। अनि यसको कारण के हो त भन्दाखेरि स्कुलको पछाडिपट्टि चाहिँ अहिले धेरै हामीले खाने तरकारीहरूको चाहिँ त्यो चाँगु नारायणमा सबभन्दा बढी यो तरकारीको चाहिँ प्लास्टिकको क्यानलहरू छ। र त्यो टनेलमा चाहिँ के छ भने बाहिर यो बाहिरबाट आएर चाहिँ त्यहाँ भाडामा लिएर टनेल लिएर चाहिँ तरकारी खेती गरेको छ। अनि तरकारी त उसले जति सक्दो बढी फलाउनु पर्यो, जति सक्दो बढी फलाउनुको लागि जति सक्दो बढी उसले पेस्टिसाइड छर्नु पर्यो। अनि त्यो पेस्टिसाइड छर्ने बेलामा चाहिँ क्लासमा चलिरहेको हुन्छ, क्लास चलिरहेको बेलामा अनि उनीहरूले त्यो पेस्टिसाइड छर्दो रहेछ। पेस्टिसाइड छरिसकेपछि त्यो हावाको त्यो बहावले चाहिँ कोठाभित्र त्यो पेस्टिसाइडको असर पर्ने र बच्चाहरू चाहिँ त्यसरी पर्दो रहेछ। भनेपछि यो अब के भन्ने, अब यसलाई यो डढेलोबाट मात्रै होइन, अघि यो भोला सरले भन्नुभयो डढेलोबाट धुवाँबाट यसरी आउँछ भन्ने कुरा। तर त्योभन्दा पनि सबभन्दा जटिल चाहिँ चाँगु नारायण नगरपालिकाको केसमा हेर्ने हो भने यो प्लास्टिकको टनेलबाट सबभन्दा बढी पेस्टिसाइडबाट चाहिँ बच्चाहरूलाई असर पारेको रहेछ। र त्यो पेस्टिसाइडको असर भनेको त एक त पेस्टिसाइड भइगयो, त्यो विषादी त्यसै पनि विष भइगयो, त्यो चाहिँ सिधै जाँदाखेरि बच्चाहरूमा त्यो किसिमको असर परेको छ। र स्कुलमा चाहिँ कस्तो छ भन्दाखेरि वातावरण पढाउने शिक्षक नै छैन, जुन शिक्षक खाली हुन्छ त्यहाँनिर गएर चाहिँ हल्लाइदिएको छ भनेर चाहिँ उनीहरूले भन्यो। त्यसैले यसलाई चाहिँ सचेत गराउनु पर्ने रहेछ भन्ने कुरा भयो। अब सरकारीको संयन्त्रको लागि त कुरा गरिसक्नुभयो भोला सरले अघि नै। 76मा चाहिँ नित्य कार्यक्रम भएको छ, 82 भइसक्यो, 81 82 आउन लागिसक्यो, अहिलेसम्म त्यसको केही पनि भएको छैन भनिसकेपछि त्यो कागजमा बनेर मात्रै होइन व्यवहारमा चाहिँ त्यसलाई लागू हुनु पर्यो भन्ने कुरा चाहिँ यो हो। र हामीले चाहिँ यो विश्वास अभियानले क्लास लिँदाखेरि हामीले चाहिँ अहिले सबभन्दा असर पर्ने शरीरलाई के हो भन्दाखेरि नम्बर 1 हावा, दोस्रो कुरा पानी। शरीर हावा सास फेर्दाखेरि सिधै भित्र गयो, पानी चाहिँ त्यो हावाको कारणले गर्दाखेरि पानी प्रदूषण भयो। त्यसैले हामीले हावापानी मोडल भनेर चाहिँ डिजाइन गर्यौँ। र हावा भनेको के त भन्दाखेरि हावा भनेको चाहिँ यो वायु भयो र पानी भनेको चाहिँ जल भयो। र त्यो हावापानी जुन बेलामा हामीले हावापानी भन्थ्यौँ, हावापानी भन्दाखेरि चाहिँ हाम्रो पहिलाको उसमा जोगाउनु पर्छ भन्ने कुरा त थिएनै थियो। तर अहिले आएर यसलाई इस्यु वाइज बनाउनको लागि यो जलवायु परिवर्तन भनेर भन्यो। अब हावा भनेको वायु भयो, जल भनेको पानी हो। त्यही जलवायु परिवर्तनलाई चाहिँ त्यो हावापानीलाई चाहिँ जलवायु परिवर्तन भन्छ। त्यसैले चाहिँ अहिले क्लाइमेट चेन्ज भनेर गएको छ, जुन क्लाइमेट चेन्जमा भोला सर अस्ति भर्खरै कोरिया पनि गएर आउनुभयो, उहाँले त्यहाँ केही प्रेजेन्टेसन गरेर आउनुभयो। त्यसैले अहिले हामीले चाहिँ साँच्चैमा भन्नुपर्दाखेरि सबभन्दा पहिला सचेत गराउनु पर्ने भनेको विद्यालयमा गएर यो क्लाइमेट चेन्जको यो हावा शुद्धिकरणको बारेमा गराउनुपर्छ। र यो टनेल खेती सबभन्दा बढी भनेको यो जुन अहिले के अरे चाँगु नारायणमा त सबभन्दा बढी इँटा भट्टा भन्नुभयो। इँटा भट्टा निस्किने त अलिकति त्यसको चाहिँ यो के अरे स्मोक त माथि नै जाने भयो। तर यो टनेलबाट चाहिँ निस्किने, अब टनेल चाहिँ अब त्यो 1 वर्षपछि प्लास्टिक फेर्नु पर्ने हुन्छ। त्यो प्लास्टिक फेर्नु पर्दाखेरि त्यो प्लास्टिक खाराकहरू लिएर आउँछ, त्यो जलाइदिन्छ। हेर्नुहोस्, त्यो प्लास्टिकको जलाएको त्यो कति त्यसले चाहिँ हानिकारक त्यो धुवाँ फाल्छ भन्ने कुरा हामी सबै जानकार नै छौँ। त्यसले विद्यालयमा गएर चाहिँ यसलाई हामीले गर्न सक्यौँ भने उनीहरू चाहिँ सचेत हुन्छ। र भोलिको लागि मेरो, किनभने हामी त अहिले के अरे तेस्रो पुस्तामा गइसक्यौँ। तेस्रो पुस्ता भएपछि यो पहिलो पुस्ताले चाहिँ अब तेस्रो पुस्तासम्म पस्दाखेरि म चाहिँ कसरी स्वस्थ हुने भन्ने कुरा उनीहरूलाई सचेत गराउनु पर्छ भन्ने कुरा राखेर हामीले चाहिँ विद्यालय स्वास्थ्य सचेतना भनेर चाहिँ सुरुवात गरेको छौँ। र अहिले यो चाँगु नारायण नगरपालिका
बढी मालिका नगरपालिका यो चाहिँ बाजुरामा, त्यसपछि खाँदबारीमा शङ्खसभामा यिनीहरू चाहिँ करिब करिब हामी 10-12वटा स्कुलबाट चाहिँ पुगेका छौँ जिल्लाको त्यो ठाउँको। यसलाई चाहिँ क्याम्पेन गर्दैछौँ र भोला सरसँग पनि बेला बेला सालमा चाहिँ ल यस्तो हुँदैछ सर, हामीलाई के सपोर्ट छ भनेर भनेको छ। अब त्यो कुराको हुँदै गर्छ, यही नै हो सर। मैले चाहिँ यति आफ्नो कुरा राखेँ, धन्यवाद। दामोदर सरको होला छोटोमा सायद अर्को ग्रुप आइरा जस्तो अर्को साथीहरू नै आउनु भएको छ, आउँदै हुनुहुन्छ। मैले अब दामोदर सरलाई यहाँ आफ्नो कुरो राखेर अहिले यो क्लोजिङ रिमार्क्स राखेर हाम्रो भोला सरलाई पनि धन्यवाद दिएर चाहिँ यसलाई क्लोज गर्ने। सर उता क्यानाडामै हो सर, हजुरको अहिले कता भइरहेछ? नमस्कार हजुर, म क्यानाडामा छु। हजुरहरू सबैलाई सायङ्काली नमस्कार। यहाँ चाहिँ त 9:30 बज्न लाग्यो। अब आजको भोला भट्टराई डाक्टर साहबको चाहिँ नि प्रस्तुति त मैले सूचना नै हेरेन छु, म अर्को प्रोग्राममा थिएँ। अब हेरेपछि चाहिँ नि लास्टमा जोडिन पुगेँ। अब कुरा आयो, दुईवटा कुरा छ यहाँ। एउटा सिनियर सिटिजनको हिसाबले हाम्रो अधिकारका कुरा त म गर्न चाहन्न, हाम्रो उत्तरदायित्व के हो है। दोस्रो जलवायु मात्रै होइन, यो प्रदूषणको कुरा गर्दाखेरि म अलिकता 2-4 मिनट बढी समय लिएँ भने मलाई माफ गर्नु होला। प्रदूषणलाई पहिले कसरी रोकिन पुगेको थियो, आज किन त्यो बढ्न गयो भन्ने पृष्ठभूमि जबसम्म हामीले बुझ्दैनौँ, प्रदूषणलाई हामीले रोक्न सक्दैनौँ। अहिले भर्खर अब हिम्मत सरले भन्नुभयो नि चाँगु नारायणको, अब त्यो स्कुलले गर्ने स्कुलको दायित्व हो कि उत्तरदायित्व हो कि सरकारको उत्तरदायित्व हो कि त्यहाँको जनमानसहरूको उत्तरदायित्व हो भनेर हेर्नु पर्यो पहिले है। यसरी हेर्दाखेरि म मेरो मर्नेवाको बारेमा एकछिन पछि कुरा गरौँ ल। यो सबै कुराले केले नियन्त्रण गरेको थियो, पहिले रेगुलेटर को थियो, कसरी रेगुलेट भएको थियो र आज किन भइराखेको छैन भनेर हेर्नुपर्ने हुन आउँछ। किनभनेदेखि ऐतिहासिक पृष्ठभूमिलाई हामीले नकार्ने हो भनेदेखि समाजको विकासको क्रममा ऐतिहासिक पृष्ठभूमि बडा महत्त्व हुँदो रहेछ। हामी कहाँ जति पनि हरियाली, पानीको स्वच्छता, हावाको स्वच्छता, बालीनालीमा स्वच्छता, माटोको स्वच्छता, यो जति पनि कुराहरू पहिले चाहिँ नि नियन्त्रण भएको थियो, हामीले बाँच्न लायकको परिस्थितिमा त्यो थियो भने आज किन भइराखेको छैन भनेदेखि एउटा त अवेरनेसको कुरा हो। त्यो अवेरनेस केले दिएको थियो भनेदेखि हाम्रा धार्मिक पुस्तकहरूले, हाम्रो धार्मिक रीतिरिवाजले, हाम्रा ट्रेडिसनहरूले हामीलाई त्यसले चाहिँ नि नियन्त्रण गरेर राखेको थियो। घरको वरिपरि, समाजको नजिक, गाउँको नजिक हावा दिने, स्वच्छ हावा दिने वृक्षहरू, लताहरू सबै चाहिँ नि संरक्षण गर्नुपर्छ। त्यो भगवानको अवतारै हो भनेर त्यहाँ चाहिँ नि भगवानको अवतारको रूपमा त्यसलाई समाजले ग्रहण गरेर त्यसको रक्षा गरेको थियो। पिपलको कुरा गरौँ, बरको कुरा गरौँ, तुलसीको कुरा गरौँ, दुबोको कुरा गरौँ, पानीलाई फोहोर गर्न हुन्न। यो चाहिँ नि गङ्गा माता हो भनेर आमाको चाहिँ नि रूपमा पानीलाई लिएर फोहोर गर्नबाट पानीलाई बचाइएको थियो। केटाकेटीहरू धारामा नुहाउँदाखेरि, कुवामा नुहाउँदाखेरि, जलाशयमा गएर नुहाउँदाखेरि अब चिसो पानी उ गर्दाखेरि केटाकेटीहरूको पिसाब आउँथ्यो। खबरदार तिमीहरूले त्यो पानीमा चाहिँ नि पिसाब गर्नुहुन्न, पहिले पहिले पिसाब फेर अनिखेरि मात्रै नुहाउन थालो भनेर केटाकेटीहरूलाई यसरी चाहिँ नि पानी पनि एउटा धर्म हो। पानी पनि त्यहाँ माताजी हुनुहुन्छ, गङ्गा माता, नदीलाई माताको रूपमा, पोखरीलाई त्यो किसिमले लिएर त्यसलाई पनि केले नियन्त्रण गरेको थियो भनेदेखि धर्मले नियन्त्रण गरेको थियो। आगो कसरी नियन्त्रण भएको थियो भनेदेखि चुलामा केटाकेटीहरू जान हुँदैन है। व्रतबन्ध गरेका, विवाह गरेका श्रीमतीहरू मात्रै जान पाउँछन् भनेर त्यो आगो चलाउन कतै आग लागि होला, खराब होला भनेर चाहिँ नि त्यहाँ आगोलाई त्यसरी चाहिँ नि प्रोटेक्ट गरेर राखेको थियो। आगोबाट हुने दुर्घटनाहरूबाट पनि मान्छेहरूलाई चाहिँ नि समाजले बचाएको थियो।
है। त्यसैले हावालाई पनि दूषित गर्न दिएको थिएन भनेपछि यी सारा कुराहरूको नियन्त्रण धर्मको माध्यमबाट समाजमा प्रत्येक व्यक्तिमा एउटा सचेतना ल्याएर अवेरनेस ल्याएर त्यो कन्सियसनेसमा चाहिँ नि उतारेर चाहिँ नि त्यसको नियन्त्रण भएको थियो भनेदेखि ती सबै चाहिँ नि बाधा अवरोधको रूपमा चाहिँ नि रहेका ती कुराहरूलाई हामीले तमाम खत्तम गर्थ्यौँ। अब त्यो खत्तम गरिसकेपछि हुने के हो त? जब रेगुलेटेड चाहिँ नि जुन एउटा बडी थियो, रेगुलेटेड चाहिँ नि ऊ चाहिँ नि मान्छेको चाहिँ नि स्वभावमा त्यो इन्कर भएको थियो, बसेको थियो, जानेको थियो, बच्चादेखि सिकेका थियो। त्यो सबै कुरालाई हामीले ध्वंस गर्थ्यौँ। के को नाममा ध्वंस गर्थ्यौँ भनेदेखि मोडर्नाइजेसनको नाममा, हामी उदारवादी भएको नाममा, हामी प्रजातन्त्रवादी भएको नाममा, गणतन्त्रवादी भएको नाममा, लोकतन्त्रवादी भएको नाममा, के को नाममा गऱ्यौँ गऱ्यौँ गऱ्यौँ। हाम्रा पानी हामीले केमा खान्थ्यौँ? तामाको भाँडो, तामा छैन भनेदेखि कमसेकम पित्तलको भाँडोमा चाहिँ नि पानी जम्मा गरेर त्यसबाट चाहिँ नि हामीले पानी खाने गरेका थियौँ। त्यसलाई हामीले प्लास्टिकले चाहिँ नि उ गर्थ्यौँ। अब हाम्रो चाहिँ नि पहिलेको गाग्रोको ठाउँमा हामीले प्लास्टिक ल्याएर प्लास्टिकको गाग्रोमा चाहिँ नि पानी ल्याउन थाल्यौँ। प्लास्टिकका बोतलहरू ल्याउन थाल्यौँ। प्लास्टिकको बोतललाई एकचोटि यसरी निचोड्दाखेरि त्यसबाट चाहिँ कतिका प्लास्टिक चाहिँ नि का पार्टिकल्सहरू त्यो पानीमा गएर मिल्छ भन्ने कुरा हामीलाई थाहा नै छैन, बोधै भएको छैन, हामीमा त्यो अवेरनेसै आएको छैन। मेरो यहाँ हेर्नुहुन्छ भनेदेखि अहिले म अहिलेको दिन यहाँ क्यानाडामा बस्दाखेरि पनि कमसेकम तामाको भाँडोमा पानी खान्छु, तामाकै भाँडोमा पानी राखेको हुन्छु। भनेपछि हामी कहाँ कमजोरी के आयो भनेदेखि जुन कुरा चाहिँ नि धर्मको नाममा अवेरनेस थियो समाजमा कलेक्टिभ रूपमा प्लस इन्डिभिजुअलको चाहिँ नि अपब्रिङिङको रूपमा, विकासको रूपमा, उनीहरूलाई चाहिँ नि हुर्काउनेको रूपमा त्यो थियो भनेदेखि त्यसलाई हामीले निमेट्यान नपारेको हुनाले अब सबभन्दा ठुलो हामीले गर्नुपर्ने इन्डिभिजुअल रूपमा कलेक्टिभ रूपमा अवेरनेस 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 जुन कुरा चाहिँ नि यहाँ यो जलवायु सम्बन्धी चाहिँ नि कुराहरूलाई लिएर जति पनि विज्ञहरू हुनुहुन्छ उहाँहरूले गरिराख्नु भएको छ। म नमस्कार पनि गर्दछु। धेरै थ्योरिटिकल्ली भइरहेको छ। म बडा क्रिटिकल मान्छे छु। यो थ्योरिटिकल्ली भएर हुने कुरा होइन। हाम्रो एकजना चाहिँ नि वक्ताले भनौँ या चाहिँ उहाँले भन्नुभयो नि म अमेरिका 10 वर्ष बसेर आएँ, नेपालमा आएर हेर्दा चाहिँ नि भयावह परिस्थिति देखेपछि मैले वृक्षारोपण सुरु गरेँ दायाँ बायाँ भनेर। त्यसैले त्यो अवेरनेस यदि आउँछ भने अहिले हिम्मत सरले भनेको कुरालाई चाहिँ नि साँच्चीकै हेर्ने हो भने विदिन ए इयर 1 वर्षभित्र त्यो कन्ट्रोलमा ल्याउन सकिन्छ। किनकि त्यहाँका जनतालाई अवेर गराउने हो भने बालबच्चालाई होइन, स्कुलका केटाकेटीलाई होइन, त्यहाँका जनतालाई, त्यहाँको लोकल गभर्मेन्ट्सलाई अवेर गराउने हो भनेदेखि झन्डा लिएर नाराबाजी गरेर खबरदार तिमीहरूले चाहिँ नि यसरी कमसेकम स्कुलको समयमा दिउँसोको समयमा यो चाहिँ नि विषादी छर्न पाउँदैनौ, छरे पनि यो चाहिँ नि मापदण्डहरूलाई फलो गरेर छर्नुपर्छ। र मापदण्ड के हो भन्ने कुरा चाहिँ नि त्यो त्यहाँको लोकल गभर्मेन्टलाई, वडालाई थाहा हुनु पर्यो। त्यो जति मात्रामा पानी मिलाएर छर्नु पर्ने हो त्यति नै मात्रामा त्यो मिलाएर मात्रै छर्न दिनु पर्यो। त्यसको चाहिँ नि सुपरभिजन हुनु पर्यो, मोनिटरिङ हुनु पर्यो। लोकल गभर्मेन्टले गर्ने हजारौँ कामहरू छ, त्यसमाथि यो एउटा काम थप्न लाउनु पर्यो, गर्न लाउनु पर्यो। मेरो एउटा सजेसन हो। त्यसरी समाज सचेत भएर हाम्रो स्वास्थ्यको निम्ति, हाम्रो राम्रोको निम्ति, हाम्रो सुखको निम्ति हामी आफै पनि जिम्मेवार छौँ। खबरदार तिमीहरूले आएर हाम्रो क्षेत्रमा लिजमा लिएर चाहिँ तरकारी उत्पादन गर्छौ भन्दैमा जे मनलाई त्यही गरेर चाहिँ तिमीहरूले उत्पादन गर्न पाउँदैनौ। सर्टेन लब्सहरू, सर्टेन मेजर्सहरूलाई तिमीहरूले फलो गरेरै गर्नुपर्दछ। तिमीहरूले आफ्नो स्वास्थ्य, ग्राहकहरूको स्वास्थ्य, यसलाई कन्ज्युम गर्ने मानिसहरूको स्वास्थ्यमा त असर गर्यो, तर यहाँ लोकालिटीमा बसेका मानिसहरूको स्वास्थ्यमा तिमीहरूलाई असर गर्ने कुनै पनि अधिकार छैन भनेर त्यो सजगता, त्यो अवेरनेस जब चाहिँ मान्छेमा ल्याइन्छ त्यहाँ कन्ट्रोल सुरु हुन्छ, त्यहाँ नियन्त्रण सुरु हुन्छ, त्यहाँ रेगुलेसन सुरु हुन्छ। यो चाहिँ नि खालि मैले चाँगु नारायण
त्यसको कुरा गरिराखेका छैन। चाहे त्यो चितवनमा होस्, चाहे त्यो पाँचखालमा होस्, चाहे त्यो झापामा होस्, चाहे त्यो धादिङमा होस्, चाहे त्यो जुनसुकै ठाउँमा होस्, जबसम्म चाहिँ स्थानीय निकायहरूमा सचेतना हुँदैन, अवेरनेस हुँदैन, ए यो हाम्रो चाहिँ नि इलाकामा हामीले गर्नुपर्ने यावत कार्यहरूमा हामी आफू पनि उत्तरदायित्व वहन गर्छौँ र हाम्रो स्वास्थ्यको निम्ति, हाम्रो जीवनको निम्ति हामीले चाहिँ नि नचाहिने काम गर्न पनि दिँदैनौँ, आफू पनि गर्दैनौँ भनेर यो अवेरनेस ल्याउनु चाहिँ जरुरत छ। यसको निम्ति चाहिँ नि स्कुलमा गएर हुँदैन, त्यो ठाउँ ठाउँ घर घर टोल टोलमा गएर चाहिँ नि हामीले गर्नुपर्छ। दोस्रो कुरा, अब यो वायु कस्तो हुनुपर्छ भन्ने कुरामा चाहिँ नि काठमाडौँ भ्याली चाहिँ नि पुरा हरियाली थियो। काठमाडौँ पुरानो समयमा चाहिँ नि वासस्थान चाहिँ नि एकदम लिमिटेड एरियाभित्र राखेर बाँकी सबै हरियाली, त्यो चाहिँ नि सस्टेनेबल इकोनोमिक चाहिँ नि किसिमले डेभलप भएको ठाउँ हो काठमाडौँ। त्यसलाई हाम्रा चाहिँ नि राजनीतिज्ञहरूले, समाजले, प्रत्येक मानिसले, समुदायले सबैलाई चाहिँ नि सबैले त्यसलाई बिगार्यो, नष्ट गर्यो। अब नष्ट गरे पनि सम्हालिने स्थिति चाहिँ नि ल्याउनु पर्दछ मलाई लाग्छ। जहाँसम्म अब यो मर्निङ वाकका कुराहरू आउँछ, मैले मर्निङ वाकको निम्ति चाहिँ नि धेरै भन्नुपर्ने केही छैन। मर्निङ वाक कुन बेला गर्ने भनेर, अब सूर्य उदाएपछि मर्निङ वाक, सुरुमा सूर्य उदाएपछि त्यो तल भएको सबै चाहिँ नि यो खराब हावा बोकेको र चाहिँ नि एकदम त्यो ह्युमिडिटी हाई भएको बेलामा पानीका कणहरूमा चाहिँ नि भयभरको चाहिँ नि दूषित पदार्थहरू हुनाले सास फेर्यो भनेदेखि ती कणहरू हाम्रो लङ्समा, हाम्रो फोक्सोमा जाने भयो हुनाले डक्टरहरूले भन्नु बिल्कुल मुनासिब कुरा छ। तर म भन्छु, काठमाडौँको परिस्थितिलाई हेर्ने हो भनेदेखि बिहान 6 बजिसकेपछि चाहिँ नि ट्राफिक यति चाहिँ नि धेरै हुन जान्छ, दूषित हावाको फोराहरू फालिराखेको हुन्छ। त्यसैले स्वास्थ्यको दृष्टिकोणले, साइन्सले के भन्छ पट्टि मात्रै हेरेर हुँदो रहेछ, हामीले व्यावहारिक रूपमा पनि हेर्न पर्ने हुँदो रहेछ। 6 बजेपछि अथवा सूर्योदय भइसकेपछिको हावाको चाहिँ नि मापन गर्ने हो भनेदेखि प्रदूषणको मात्रा अझ बढी भएर गइराखेको हुन्छ। बेलुका सबभन्दा बढी हुन्छ भनेदेखि बेलुका चाहिँ त वाक गर्नै हुँदैन भन्छु म। इभन 6-7 बजिसकेपछि बिहान पनि वाक गर्न हुन्न। एउटा हामीले चाहिँ भिटामिन डी खानको निम्ति उदाइरहेको सूर्य 15-20 मिनट 30 मिनट ताप्नु भन्छन्, त्यो आफ्नो ठाउँमा होला। तर मेरो दृष्टिकोणमा मैले हेर्ने हो भने साँच्चीकै मर्निङ वाक गर्ने हो भनेदेखि काठमाडौँको परिस्थितिमा चाहिँ नि सूर्योदय हुनुभन्दा पछाडि होइन, सूर्योदय हुनु धेरै अगाडि। जस्तो कि म फर एक्जाम्पल 5 बजे नै निस्केको हुन्छु, युजुअली चाहिँ नि पाटनमा बसेको हुनाले रिलेटिभली मैले चाहिँ नि मर्निङ वाक गर्छु 5 बजेदेखि, बढीमा चाहिँ नि पौने 7 बजेसम्म, पौने 2 घन्टा हुन्छ र मास्क लगाएर गर्छु। जुनसुकै परिस्थितिमा पनि मास्क लगाएर गर्दाखेरि मैले चाहिँ नि मलाई कन्फिडेन्स छ, मैले त्यति दूषित हावा चाहिँ नि भित्र हुलिराखेको हुन्न, लिइराखेको हुन्न। जति कि 6 बजे 7 बजेपछि मास्क नलगाइकन हामी भला आदमी अलि बिस्तारै हिँडेर मर्निङ वाकको नाउँमा चाहिँ नि घुमेर जब आउँछौँ, हामीले चाहिँ नि बढी दूषित हावा चाहिँ नि ग्रहण गरिराखेका हुन्छौँ भने जस्तो मलाई लाग्छ। त्यसैले मर्निङ वाकै गर्ने हो भनेदेखि ठाउँ हेरेर, बस्ती हेरेर, कहाँ चाहिँ नि अब बढारी राखेका हुन्छ, फेरि अर्को महा समस्याहरू छ, बिहानै बढारी राखेका हुन्छ। अब त्यो बढाइरहेको एरियातिर जाने कि नजाने, यो सब कुराहरू हेरेर, ठाउँ हेरेर, कहाँ बसेको छ त्यो हेरेर, वातावरणलाई हेरेर, कहाँ चाहिँ नि बढाइँदैन, बिहान धुलो उड्दैन, बिहान गाडी चल्दैन, त्यो एरियामा गएर घुम्नु पर्यो। सकेसम्म हरियाली एरिया पनि छान्नु पर्यो। अब हरियाली नै छैन। दोस्रो, अब इन्डिभिजुअल र चाहिँ कलेक्टिभ रेस्पोन्सिबिलिटीको कुरा गर्दाखेरि हरियालीलाई बढाउनको निम्ति हामी सरकारमा चाहिँ डिपेन्ड गर्ने हो भने काठमाडौँ कहिले पनि हराभरा हुनै सक्दैन। मैले देखेको बाँकी रह्यो प्रत्येक घर, प्रत्येक व्यक्ति र प्रत्येक समुदाय, प्रत्येक वडा चाहिँ नि अगाडि आएर
जुरुमुर आएर प्रत्येक घर आँगनमा चाहिँ नि हामीले हरियालीलाई कसरी बढाउने भनेर एउटा अभियानको रूपमा त्यो अवेरनेस ल्याएर गर्नुहोस् है। यो हाम्रो निम्ति होइन, तपाईँहरू सबैको निम्ति हो, मेरो निम्ति हो, परिवारको निम्ति हो, समाजको निम्ति हो, स्वास्थ्यको निम्ति हो, समृद्धिको निम्ति हो, सुखको निम्ति हो, आनन्दको निम्ति हो भनेर चाहिँ नि हामीले त्यो सचेतना ल्याउन सक्यौँ, त्यो अवेरनेस ल्याउन सक्यौँ र मान्छेको हृदयलाई छोएर ए साँच्चीकै हो रहेछ, मैले पनि केही गर्नुपर्छ भन्ने अवस्थित के अरे परिस्थितिमा चाहिँ नि हामीले मानिसहरूलाई उतार्न सक्यौँ भनेदेखि यो कार्य सफल हुन जान्छ। होइन, अब सिंहदरबारको मन्त्रालयका फाइलमा चाहिँ नि 2-4 जना एक्सपर्ट भएर चाहिँ नि यो गर्नुपर्छ भनेर हामीले प्रोग्रामको रूपमा प्रोग्राम र चाहिँ नि कहीँ दिनुपर्ने रिपोर्टको रूपमा रिपोर्टलाई चाहिँ मात्रै तयार गरेर गर्छौँ भनेदेखि त्यो कदापि सफल हुन सक्दैन। नेपाल चाहिँ नि एउटा मैले जहिले पनि भन्छु थ्योरिटिकल मानिसहरूको देश भएको छ, प्र्याक्टिकली हामी केही पनि गर्दैनौँ। हामी सेमिनार गर्छौँ, वर्कसप गर्छौँ, गफ गर्छौँ, सबै थोक गर्छौँ, प्र्याक्टिकली चाहिँ नि काम गर्दैनौँ। कामै गर्ने हो भनेदेखि प्रत्येक घरको भित्र बाहिर हामीले हरियाली बनाउन सक्नु पर्यो। कौशी, बार्दली, चोक, तल, माथि, भर्याङ, जहाँ जसरी हुन सक्छ हामीले गमला राखेर हुन्छ कि लताहरू चाहिँ नि बनाएर हुन्छ कि के गरेर हुन्छ हरियाली चाहिँ नि बनाउन सक्नु पर्यो। त्यो गऱ्यौँ भनेदेखि हामीले आफूलाई पनि चाहिँ नि सेवा गरेका हुन्छौँ र अरूको निम्ति र आउने भविष्यका चाहिँ नि केटाकेटीहरूको निम्ति पनि केही गरेको ठहर्दछ। होइन, यो गफै मात्रै गरेर गर्ने हो भने केही पनि हुँदैन। एक्जाम्पलको रूपमा होइन, बलराम सर्की कसले भन्नुभएको छ मेरो घरको वरिपरि आउनुहोस्, हेर्नुहोस्। म पनि जहिले पनि भन्छु आएर हेर्ने हो भनेदेखि म बसेको घरमा जहिले पनि मेरो ड्रइङ रुम त जहिले पनि हरियालीले भरिएको हुन्थ्यो, नभए पनि अहिले पनि म बसेको ठाउँमा त्यो भराङदेखि लिएर कौशीदेखि लिएर बगैँचादेखि लिएर सबै हरियो नै हरियो बनाएर 2-4टा रुखहरू चाहिँ नि लगाएर बसिरहेको छु। फोहोरलाई चाहिँ नि हामीले व्यवस्थापन गर्नको निम्ति अवेरनेस चाहिन्छ। अवेरनेस 2 किसिमको, इन्डिभिजुअल अवेरनेस र चाहिँ नि सामाजिक अवेरनेस। त्यो जबसम्म गर्दैनौँ र त्यसमा इन्भल्भ हुँदैनौँ हामीले केही पाउनेवाला छैनौँ। अन्त्यमा म गएर भला मैले डाक्टर भोला भट्टराईजीको चाहिँ नि पुरा आजको प्रेजेन्टेसन सुन्न नपाए पनि यो चाहिँ नि अति राम्रो भयो र यहाँ पार्टिसिपेट्सहरूले चाहिँ नि जुन किसिमले रेस्पोन्स गर्नुभयो, जुन किसिमका चाहिँ नि प्रश्नहरू आयो र त्यसको चाहिँ नि उत्तरहरू आयो, त्यसलाई लिएर म सबै पार्टिसिपेन्ट्सहरूलाई पनि धन्यवाद दिन चाहन्छु। र आजका प्रवक्ता, आजका चाहिँ नि हाम्रो स्पिकर, आजको चाहिँ प्रेजेन्टेसन गर्नुहुने डाक्टर भोला भट्टराई सरलाई पनि म कोटी कोटी चाहिँ नि धन्यवादको साथसाथै मेरो आफ्नो तर्फबाट पनि म चाहिँ नि लाभान्वित भएको महसुस गर्दछु। धेरै लामो समयपछि चाहिँ नि म हजुरहरू बिच आज आइपुगेको छु र अब स्वास्थ्यलाई ठिक राख्नलाई चाहिँ नि हिँड्नु नितान्त आवश्यक छ। यो यहाँ म सरहरूलाई यहाँ चाहिँ उपस्थित व्यक्तिहरूलाई मात्रै भनिरहेको छैन, म केटाकेटीहरूको क्लब हाउसमा बसेर मेरो हिँडाइ चाहिँ नि अहिले अस्ट्रेलियादेखि लिएर अमेरिकादेखि लिएर कोरियादेखि लिएर जापानदेखि लिएर युरोपमा चाहिँ जर्मनी फ्रान्सदेखि लिएर बेलायतसम्म पनि मान्छेले मलाई एउटा चाहिँ रोल मोडलकै रूपमा लिएका छन् र मैले मोटिभेट गरेर एउटा ढाडको बिरामी अत्यन्त चाहिँ नि फ्रस्ट्रेसन भएको एकजना नेपाली फ्रान्समा बस्नुहुँदो रहेछ। मेरा कुराहरू सुनेर उहाँ हिँड्न थाल्नु भएको, उहाँका रोगहरू कहाँ गए रे, उहाँको वेट पनि 8-10 किलो चाहिँ नि घटाउनु भएछ, उहाँ फुर्तिलो हुनु भइरहेछ र हरेक दिन चाहिँ नि मिटिङमा यसै गरी बस्दाखेरि मलाई चाहिँ नि धन्यवाद ज्ञापन गर्नुहुन्छ। मलाई खुसी लाग्छ है, मेरा चेलाहरू जसलाई मैले 60 वर्ष अगाडि पढाएका थिएँ तिनीहरू पनि कहिलेकाहीँ मलाई चाहिँ नि फोन गरेर ओहो सर त यत्रो हिँड्नु हुँदो रहेछ, हामीले पनि सरलाई फलो गरेको, अहिले चाहिँ नि फाइदा भइराखेको छ भनेर उहाँहरूले पनि चाहिँ नि मलाई सुनाउँदाखेरि चाहिँ नि मैले चाहिने नै काम गरिराखेको रहेछु। बोल्नलाई बडा कडा बोल्दछु म, तर गर्नलाई पनि चाहिँ नि म बोलेर मात्रै होइन गरेरै देखाइराखेको छु। त्यसैले गर्नुहोस्, हामीले सजगता ल्याउँ, हामी समाजमा अलिकति रेस्पोन्सिबल हुन सिकौँ। हामीले जहाँ झटारो हान्नुपर्ने छ त्यहाँ हामीले लट्ठी लिएर झटारो हान्नुपर्ने हो कि बोलीको झटारो हान्नुपर्ने हो कि कानुन निर्माण गरेर झटारो हान्नुपर्ने हो कि त्यो गर्नै पर्ने अवस्था छ। त्यसको निम्ति हामी
लाग्नु पर्दछ। अब म त अब अर्को महिनादेखि 84 टेक्ने मान्छे हुँ। अब 84 को पूजा गर्नुपर्छ भनेर कराइराखेका छन्। मैले भने पूजा गर्ने होइन, 84 को काम गर्नु पर्दछ। यो पूजा गरेर हाम्रो आयु बढ्ने होइन, काम गरेर आयु बढाउनु पर्छ। निष्क्रिय भएर आयु बढ्ने होइन, स्वस्थ बढ्ने होइन, क्रियाशील भएर अगाडि बढ्नुपर्छ भन्ने यिनै शब्दका साथ यहाँ चाहिँ नि उपस्थित हुनुभएका सबैलाई चाहिँ नि धन्यवाद ज्ञापन गर्दै म बिदा हुन चाहन्छु। हस्, नमस्कार। धेरै धेरै धन्यवाद सर। अब सर कहिले फर्कनुहुन्छ दामोदर सर? म मार्चको ठिक 20 तारिकमा आइपुग्छु। चैतको कति गते होला त्यो? चैतको सुरुवातमै हुन्छ। आजको यो कुरो सुन्दाखेरि चाहिँ अब हिँडाइको तालिम चाहिँ नि सर आउनु भएपछि सरसँग पछि पछि लाएर हिँड्ने चाहिँ अभियान हाम्रो युथले चलाउनु पर्ने भन्ने मलाई चाहिँ लागेको छ। I'll be very glad, very glad. है, म एकदम खुसी हुनेछु। हस्, नमस्कार। ल, अर्को कार्यक्रम नमस्कार। सरले हजुरले होस्ट गर्नु होला, मैले यतातिर उ गरेँ। ल, त्यहाँ हाम्रो श्यामजीले केही बोल्न खोज्नु भयो जस्तो छ। बोला सरले के बोल्नु खोज्नु भएको थियो? भोला सर केही छ भने लास्ट मैले छैन, अहिले छैन, मात्रै एउटा पोइन्टमा चाहिँ अलिकति कन्फ्युजन भयो कि भनेर। हजुर यो कुन टाइममा हिँड्ने भन्ने कुरामा सरले भन्नुभयो ठिक छ, तर क्वेसन के हो भने पल्युसन चाहिँ चिसो समयमा दिनभरि निक्लेको पल्युसन हाम्रो वायुमण्डलमा रहिरहेको छ र त्यो बिहान चाहिँ अलिकति तल्लो लेभलमा, खास गरेर हाम्रो हाइटको लेभलमा थुप्रिने भएको कारणले जाडो सिजनमा काठमाडौँ जस्तो उपत्यकामा चाहिँ त्यो गाडीको मात्रै प्रदूषण होइन, अघिल्लो दिन जुन वायुमण्डलमा मिश्रित भएको प्रदूषण हुने भएको कारणले त्यो समयलाई अलिकति विचार गरोस् भनेको। मास्क लगाउने, अरू होसियारी हुने कुरा एकदम हजुरले भन्नुभएको छ, सबै कुरा त्यही। थ्याङ्क यू। हस् हस्।